यहाँबाट नै हामी कुरा गर्दै गर्दै सुरु गर्नु पर्ला है। एकदम एकदम त्यस्तो मैले कुनै प्रिपरेसन केही त गरेको छैन, तर पनि कुरा हुँदै जान्छ होइन। अनि खास त मलाई चाहिँ सुरुमा चाहिँ तपाईँ आयुर्वेदिक डक्टर भनेर नि थाहा थिएन कि मलाई चाहिँ खास चाहिँ। यु वान्ट एक्सपेक्ट नि त होइन, अब एक्सपेक्ट भन्दा पनि हामी मन्दिरमा भेटिरहेछ कहिले पनि, अब त्यो एउटा जुरेन नि त यो। अब मतलब हामी चाहिँ आफ्नो आफ्नो काममा बिजी छ, हामीले सोध्ने मौका पनि पाइरहेको थिएन होइन। त्यही भएर पछि जब सुने मलाई एकदम खुसी पनि लाग्यो, किनभने मलाई पनि यो फिल्डमा एकदम नै इन्ट्रेस्ट पनि भएको कुराले गर्दा। अनि इट्स बिन अ इयर नाउ यही गर्ने भनेको होइन, यही गर्ने भनेर। त्यही भएर म चाहिँ पछि त भन्नु पनि अप्ठ्यारो भइरहेको थियो। मलाई थाहा थियो एक दिन त आउँछ, अब कुन दिन हो भन्ने हो भन्ने होइन। ठिक छ तपाईँको सबै एकदम ठिक छ दाइ, एकदम ठिक छ, थ्याङ्क यू होइन। फाइनली भयो होइन, अब कुरा गरौँ। त्यही त अब मेन चाहिँ हामी आयुर्वेदा भन्छ इङ्ग्लिसमा, आयुर्वेद हामीले नेपालीमा संस्कृतमा भन्छौँ होइन। यसको खास अर्थ हजुर होइन हामी कतिले त थाहा पनि छ, तर आई थिङ्क यो नयाँ जेनेरेसनको हामी यहाँ बस्नेहरूले चाहिँ थाहा छैन जस्तो लाग्छ। त्यही भएर हुन्छ त्यहीँबाट सुरु गरौँ। अब अहिले नयाँ जेनेरेसनको बाबु नानीहरू, मेरै बाबु पनि 11 वर्षको छ होइन। अनि उसले युट्युब सोर्ट्सहरू हेर्छ नि त होइन। अनि मलाई उसले भनिरहेको हुन्छ कि दिज आर फ्रम वेदर्स भन्छ होइन। त्यो हुनाले वेदर्स आर द ओल्डेस्ट टेक्स्ट इन द वर्ल्ड भन्ने चाहिँ सबैलाई थाहा भइसक्यो होइन। वेदर्सहरू भनेको सबैभन्दा पुरानो टेक्स्ट बुक्सहरू हुन्, त्यहाँ चाहिँ धेरै कुराहरू छ इन्डियाबाट आएको भन्ने चाहिँ ओभरअल भइसक्यो। हामीले चाहिँ कसरी बुझ्छौँ भने वेद भनेको चाहिँ पण्डित बाजेहरूले पढ्ने होइन, कर्मकाण्ड गर्नेहरूले मात्रै वेद पढ्छन् भन्ने चाहिँ हाम्रो ट्रेडिसनल सोचाइ छ। वास्तवमा त्यो चाहिँ होइन। वेदर्स आर द ओल्डेस्ट टेक्स्ट। अनि त्यो के भने अब मैले मेरो एजुकेसनमा मैले सिकेको चाहिँ यो चाहिँ ल्याङ्ग्वेज अफ नेचर हो कि, प्रकृतिको भाषा। अनि वी डोन्ट नो कसले लेखेको भन्ने पनि थाहा छैन होइन। 4वटा वेद छन्, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद। अनि ती 4वटै वेदको चाहिँ आफ्नै फेरि एकदम डिसिप्लिन छ क्या उनीहरूको। ऋग्वेदमा यो, उसमा यो, सामवेदमा म्युजिकको कुराहरू छ होइन। अथर्ववेद भन्ने वेदमा चाहिँ स्वास्थ्य अनि जडीबुटी होइन, अब लिभिङ हेल्थी वेलनेसको कुराहरू रहेछ क्या। अनि त्यस कारणले आयुर्वेद भन्ने चाहिँ एउटा यस्तो विधा हो, पूर्वीय वाङ्मय भनौँ न, पूर्वीय सभ्यता, ओरिएन्टल साइन्स भनौँ, यसलाई वेदिक कल्चर भनौँ, वेदिक सिभिलाइजेसन भनौँ होइन। त्यसमा चाहिँ अथर्ववेदको एउटा अङ्ग, यो 4वटा वेद छन्। 4वटा वेदहरूको पनि फेरि धेरै विभाजनहरू छन् होइन, उपवेदहरू छन्। एउटा उपवेद चाहिँ अथर्ववेदको आयुर्वेद रहेछ क्या। अनि त्यो चाहिँ फेरि आयुर्वेद भन्ने बित्तिकै मान्छेलाई एउटा कुनै त्यस्तै बुक हो कि जस्तो लाग्छ, त्यो चाहिँ होइन। इट्स अ ब्रान्च अफ नलेज के। किनभने ऋग्वेदमा पनि हेल्थ र वेलबिङ सम्बन्धी कुराहरू छ होइन, यजुर्वेदमा पनि छ, स्क्याटर्ड छ। तर आयुर्वेद चाहिँ अथर्ववेदमा मोस्टली भएको हुनाले आयुर्वेदको एउटा उपाङ्ग, एउटा सब डिभिजनको रूपमा चाहिँ आयुर्वेदलाई मानिन्छ। अब डेसिफर गर्दाखेरि आयु भनेको लाइफ होइन, फ्रम द टाइम यु आर बोर्न टिल द टाइम यु आर गोना डाई। अझ आयुर्वेदको चाहिँ खासमा प्रिन्सिपल छ बिफोर यु आर बोर्न हुन्छ क्या म त। किनभने कन्सेप्सनदेखि नै सुरु हुन्छ नि त। अझ कन्सेप्सन भन्दा पनि तपाईँको बुवा आमाको हेल्थ स्ट्याटसदेखि नै सुरु हुन्छ नि त। तपाईँको जिनबाट सुरु हुन्छ नि। तपाईँको सिड कस्तो छ त्यसबाट नै लाइफ डिटरमाइन हुने हो नि त होइन। बिफोर यु आर बोर्न, आफ्टर यु आर गन के, तपाईँ गइसकेपछि पनि आयुर्वेद अप्लाई हुन्छ नि त। किनभने संस्कारहरूको कुरा छ नि त हाम्रो पूर्वीय सभ्यतामा, हाम्रो वैदिक कल्चरमा चाहिँ। पास्ट लाइफको कुरा आउँछ क्या टु सम एक्सटेन्ट हुन्छ होइन। प्रारब्धको कुरा चाहिँ आउँछ। तपाईँले पास्ट लाइफको कुरा गर्नु हो होइन। डेस्टिनीको कुरा चाहिँ हुन्छ। त्यो चाहिँ मोर सो अर्को ब्रान्च अफ नलेज, वैदिक नलेज जसलाई ज्योतिष भन्छौँ, त्यसमा पर्छ होइन। तर आयुर्वेद चाहिँ स्ट्रिक्टली हेल्थ एन्ड वेलबिङसित रिलेटेड होइन। वाट आर द थिङ्स यु निड टु डु टु बी हेल्थी होइन, टेक केयर अफ यर हेल्थ। अनि हेल्थ भनेको फेरि तपाईँको अब बिरामी भयो अनि रोग लागेपछि मात्रै त्यो होइन क्या, अब त्यो अप्लाई हुँदैन क्या। मैले भनिहालेँ नि आयुर्वेदको स्कोप चाहिँ
बिफोर युआर बोर्न कसरी नयाँ हेल्थी प्रजा निकाल्ने, प्रजा उत्पादन भन्छ क्या आयुर्वेदको भाषामा, अफ स्प्रिङ्सलाई कसरी हेल्थी बनाउने। जस्तो अहिले ट्रेन्ड चलिरहेछ नि त हाउ क्यान आई मेक माई किड्स हेल्थी होइन, बच्चै जन्मिनुभन्दा अगाडि नै त्यो जेनेटिक इन्जिनियरिङ गरेर कसरी हेल्थी बच्चा जन्माउने भन्ने त त्यो अल्ट्रा मोडर्न साइन्समा छ नि त त्यो अहिले छलफल। त्यस्तै नै हो, बिफोर युआर बोर्न, आफ्टर युआर गन, तपाईँको गइसकेपछि मोर्टल बडी पो मर्ने हो त, तपाईँको स्पिरिटलाई पनि त प्युरिफाई गर्नु पऱ्यो नि, इट हेज टु गो समवेयर। त्यो कुरा पनि आयुर्वेदमा चाहिँ इन्क्लुड हुन्छ। द्याट्स वाइ स्कोप अफ आयुर्वेद इज भेरी भास्ट होइन, यो एउटा कुनै मेडिकल साइन्स चाहिँ होइन। पूर्वीय कल्चरमा, पूर्वीय सिभिलाइजेसन, इस्टर्न सिभिलाइजेसनमा आधारित एउटा होलिस्टिक लाइफ साइन्स हो क्या। त्यही भएर लाइफ भनेको आयु भयो, वेद भनेको साइन्स भयो, आयु भनेको लाइफ स्प्यान होइन, फ्रम द टाइम युआर कन्सिभ्ड टिल द टाइम युआर डेड, त्यो चाहिँ त्यसमा इन्क्लुड होइन। तपाईँको शरीरलाई, तपाईँको जीवनलाई चाहिने राम्रा नराम्रा हुने सबै गतिविधिहरू यसमा इन्क्लुडेड छन्, इन्क्लुडिङ द हेल्थ होइन, स्वास्थ्य पनि एउटा। मैले यो भनिरहँदा चाहिँ मलाई चाहिँ कर्मको पनि कुरा आयो है, कर्मको कुरा आउँछ। किनभने मैले हाम्रो त्यो दोमाङ छ क्या पढिरहेको छु मैले, अनि त्यसमा चाहिँ जस्तै अहिलेको कर्म अनुसारको हाम्रो नेक्स्ट लाइफको चाहिँ जस्तै हेल्दी हुने नहुने, यो रोग लाग्ने नलाग्ने सबै कुराहरू आएकोले एकदम रिलेट जस्तो लाग्यो छ। यो चाहिँ एउटा यस्तो युनिक मेडिकल साइन्स भनौँ न, यस्तो युनिक साइन्स हो जसमा चाहिँ स्पिरिचुअलिटी डिपली इम्बेडेड छ क्या। अब जस्तो मोडर्न मेडिकल साइन्समा त स्पिरिचुअलिटी त बल्ल अहिले अलिअलि होइन, स्पिरिचुअल हेल्थ एन्ड वेलबिङ भन्दै आइरहेछ, तर हाम्रो चाहिँ फ्रम द बिगिनिङ के हाम्रो चाहिँ यसको डेफिनेसन कस्तो छ भने हिताहितम सुखम दुःखम आयुस्तस्य हिताहितम मानम च तच्च यत्रोक्तम आयुर्वेद स उच्यते भन्छ क्या। आयुर्वेदको डेफिनेसन हो क्या यो भनेको। आयु भनेको चारवटा हुन्छ अरे, हित आयु, अहित आयु। हित आयु भनेको थिङ्स द्याट आर बेनिफिसियल टु यु, अहित आयु थिङ्स द्याट आर नट बेनिफिट डेट्रिमेन्टल टु यु। सुख आयु, दुःख आयु, सुखको कुरा आएपछि त स्पिरिचुअलिटी आएन होइन। सुख कस्तो खालको आयु चाहिँ सुखवाला आयु हो, अथवा के भन्छ इन्डिभिजुअल हेल्थमा हित र अहित भयो। सुख आयो भने अरूलाई पनि त सुख दिन सकिन्छ नि। सुख आयो र दुःख आयो, यो चारवटा आयुको बारेमा यिनीहरूको प्रमाण, यिनीहरूको टाइप, यो सबै कुरा जुन साइन्समा, जुन ब्रान्च अफ नलेजमा चाहिँ डिस्क्राइब गरिएको छ त्यो नै आयुर्वेद हो भनेर चाहिँ डिस्क्रिप्सन गरिएको छ। तपाईँले कर्मको कुरा गर्नु हो होइन इन्ट्रेस्टेडली, म आयुर्वेदिक डक्टर बन्नुमा पनि कर्मकै रोल छ क्या। अब अगेन इट मे साउन्ड अ लिटल क्लिशे होइन, हामी चाहिँ तपाईँ ज्योतिषमा कतिको विश्वास गर्नुहुन्छ गर्नुहुन्न, कर्म त्यहाँबाट सुरु हुन्छ। अहिले चाहिँ अहिलेको एज एन्ड टाइममा आएर चाहिँ मेडिकल ज्योतिष हामीले एकदमै समटाइम्स होइन, कहिले कहिले चाहिँ अनरिजल्भ क्वेसन्सहरू हुन्छ नि, कहिले कहिले कुनै प्रश्नको एन्सरै मिल्दैन क्या, मेक सेन्सै गर्दैन के। त्यो टाइममा हामी त्यो ब्रान्च अफ नलेजमा जान्छौँ, त्यहाँ चाहिँ अलिकति हुन्छ नि गाइडलाइन्स दिन्छ, त्यसलाई चाहिँ ज्योतिष भन्यो होइन। ज्योति भनेको त लाइट हो नि त, त्यसलाई चाहिँ इन्लाइटन गर्ने, बाटो देखाउने हो नि त होइन। ज्योतिष त्यहाँबाट आउँछ। मेरो ज्योतिष चार्टमा, मेरो जन्मपत्रीमा चाहिँ मलाई मेरो बुवाले अपनी जन्म कुण्डली खुद देखे भन्ने एउटा बुक दिनुभएको थियो सानै छँदा। म चाहिँ फेरि मेरो फ्यामिली लिनेजमा चाहिँ हामी चाहिँ पण्डित हो, गेवाली भनेको यज्ञवाली हो, हामी यज्ञ गर्ने मान्छेहरू। हामी चाहिँ गुल्मीमा गेवालीहरूको ठुलो बस्ती छ गेवा भन्ने ठाउँमा, त्यहाँ चाहिँ यज्ञ गर्ने मान्छेहरूको सन्तान हो हामी। त्यही भएर पण्डित चाहिँ हो हामी। आयुर्वेदतिर चाहिँ त्यति धेरै होइन, पण्डित भएपछि त्यसमा ज्योतिष पनि इन्क्लुडेड भयो। मेरो बाजे हजुरबुवाहरू चाहिँ, बुवा हजुरबुवाहरू चाहिँ ठुलो ज्योतिष होइन, स्पेसली हजुरबुवाहरू, अझै जिजुबुवाहरू चाहिँ। अनि मेरो बुवासम्म पनि त्यो छ। अब म आफूलाई ज्योतिष भन्दिनँ, मलाई त्यो खास नलेज छैन किन म त्यो स्कुलिङमा गएन। तर मेरो जन्म कुण्डलीमा चाहिँ यह व्यक्ति चिकित्सक होता है, वैद्य होता है भनेर लेखाएको छ क्या। त्यसपछि चाहिँ मलाई यस्तो डिप रेस्पेक्ट आयो नि, त्यो कर्म त्यहाँ होइन। मैले त मलाई सोध्छन् क्या कसरी आयुर्वेदिक डक्टर भएको, किनभने म बोर्डिङ स्कुल गएको हेर्नुहोस्, मैले संस्कृत पढेको पनि होइन। मैले बुटवलमा मेरो स्कुलिङ दुईवटा बोर्डिङ स्कुलमा, दिप बोर्डिङ र एभरेस्ट बोर्डिङ भन्नेमा 10th ग्रेडसम्म एसएलसीसम्म त्यहाँ दिएको। त्यसपछि काठमाडौँमा नेपाल साइन्स कलेजमा आइएससी गरेर अनि त्यसपछि चाहिँ म आयुर्वेद पढ्न काठमाडौँमै पढेको।
काठमाडौँमा चाहिँ नरदेवीमा चाहिँ आयुर्वेदिक स्कुल हो। त्यो चाहिँ लिटरली नेपालको वीर हस्पिटल भन्दा पनि पुरानो आयुर्वेदिक ट्रेनिङ सेन्टर हो होइन। अहिले चाहिँ इन्स्टिट्युट अफ मेडिसिन त्रिभुवन युनिभर्सिटीको BAMS भन्ने कोर्स छ, ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी भन्ने, जुन चाहिँ कम्पेरेबल टु MBBS के। MBBS जस्तै BAMS बनाएको छ, त्यो चाहिँ 5.5 वर्षको कोर्स हुन्छ। आफ्टर जस्तो मेडिकल स्कुलमा जाने जस्तै नै गरेर त्यो कहाँबाट त्यहाँ आइपुगे। अनि आई एट्रिब्युटेड टु माई डेस्टिनी के, प्रारब्ध भने लेखिएको कर्मको कुरा गऱ्यो नि हामीले, लेखिएको भएर नै म त्यहाँ पुगेँ। किनभने मलाई कसैले आयुर्वेद पढ्न जा भनेको पनि होइन होइन। अब कहाँबाट त्यहाँ पुग्यो र कसरी भयो नि आई डोन्ट नो, त्यही त भन्छु। त्यो हुँदो रहेछ क्या। मलाई चाहिँ आयुर्वेद पढ्नुपर्छ भने अनेस्टली मलाई मेरो घरमा बुवाले अब डाबरको औषधिहरू आयुर्वेदिक त्रिफला श्रीफलाहरू च्यवनप्राशहरू खानुहुन्थ्यो। त्यो अभियसली हामी त्यहाँ होइन, अब के अरे अमिताभ बच्चनको 2 चम्मच च्यवनप्राश त देखेरै हुर्केको होइन, त्यो त भइहाल्यो। त्यहाँ भन्दा पनि मेरो बुवा चाहिँ अझै अलि बढी आयुर्वेदिक औषधि प्रयोग गर्नुहुँदो रहेछ भन्ने मलाई लाग्यो। किनभने उहाँले चाहिँ पहिलेदेखि अलिअलि रोगी हुनुहुन्थ्यो। अनि यो कम्पनीहरूको नाम चाहिँ मलाई थाहा थियो। हाम्रो बुटोलमा चाहिँ आयुर्वेदिक पसलहरूमा जानुहुन्थ्यो बुवा, साथीहरू थिए बुवाका। तर नेभर क्रस माई माइन्ड म आयुर्वेद पढ्छु भन्ने चाहिँ आइएससी गरेँ। आइएससी गरेपछि के पढ्ने त भन्नेमा कहाँबाट म MBBSको प्रिपेरेसन गर्दाखेरि नेममा प्रिपेरेसन अर्को साथीले चाहिँ आयुर्वेदको इन्ट्रान्स दिँदै रहेछ। के रहेछ यो भने चाहिँ फेरि मेरो नेपाली अनि लिट्रेचर राम्रो के, अनि संस्कृत पढ्ने कुल लाग्यो मलाई होइन। अनि पत्तार गर्नु हुन मेरो बुवाले चाहिँ आयुर्वेद पढेर के हुन्छ भनेर आई ह्याड टु कन्भिन्स हिम के। मैले मेरो बुवालाई कन्भिन्स गर्नु पर्यो। अनि मेरो नाम निस्कियो, किन इन्ट्रान्स दिएर नामै निकाल्नु पर्ने MBBS जस्तै गरेर। नाम पनि 15औं नम्बरमा निस्क्यो, 15वटा सिटमा 15औं नम्बरमा नाम निस्क्यो। अनि त्यसपछि एभर सिन्स आई स्टेप्ड इन्टु आयुर्वेदिक कलेज आई थट आई वाज बोर्न फर इट होइन। म अहिले पनि म काम चाहिँ अरू नै गर्छु, रिलेटेड फिल्डमै छ मेरो ब्रेड एन्ड बटर चाहिँ। तर आई थिङ्क आइ एम नेभर गर्न लिभ दिस। अनि तपाईँले जस्तो कसैले चाहिँ होइन आयुर्वेद के हुन्छ र भन्दाखेरि पनि मलाई हर्ट हुन्छ क्या। त्यो तपाईँको जस्तो तपाईँले होइन फोटोग्राफी गर्नुहुन्छ, फोटोग्राफीको बारेमा कसैलाई नराम्रो भन्दा तपाईँलाई हर्ट हुन्छ नि, हो कि होइन? तब युआर मेकिङ ब्रेड एन्ड बटर आउट अफ तपाईँको त प्यासन हो नि त होइन। त्यस्तै हो कि मलाई पनि यो चाहिँ आई वाज बोर्न फर इट। आई नो इट इज ट्रिकी नेभिगेटिङ इट होइन। तर चाहिँ त्यो कर्ममै हो। प्रारब्धलाई म एकदम धेरै गर्छु। अनि अब डाक्टर साहब, अब दिनेशजी यो नेचुरोप्याथी होइन, नेचुरोप्याथी र आयुर्वेदमा चाहिँ डिफ्रेन्स चाहिँ के छ? सही क्वेसन गर्नुभयो एकदम कन्फ्युजिङ हुन्छ मलाई चाहिँ। अहिले त मैले अलिअलि टिकटक भिडियोहरू बनाउँछु होइन। अनि मलाई क्वेसन आउँछ के मैले होमियोप्याथिक औषधि खाएको तपाईँको औषधिले काम गरेन भन्नुहुन्छ। सो वी निड टु नो होइन वाट आर द डिफरेन्सेस अफ डिफ्रेन्ट प्याथीज। प्याथी भनेको मेडिकल साइन्स हो, एउटा थेरापी जस्तै हो भनौँ न, एउटा ब्रान्च अफ मेडिसिन जस्तै हो। नेचुरोप्याथीमा चाहिँ यो कम्प्लिटली डिफ्रेन्ट त भन्दिनँ, तर नेचुरोप्याथी चाहिँ पछि डेभलप भएको ब्रान्च अफ नलेज हो, जसमा चाहिँ 5वटा पञ्चतत्त्वबाट मात्रै उपचार गरिन्छ। हावा, पानी, माटो, जल, अग्नि, 5वटा चिज। औषधिहरूको प्रयोग गरिँदैन। अब आजभोलि अब हामीले नेपालमा पनि प्राकृतिक चिकित्सालय छ, हामीले पनि ट्रेन गरेको त्यसमा। तर काइन्ड अफ सेपरेट सिस्टम हो नेचुरोप्याथी। अझै ठुलो मलाई आउने क्वेसन चाहिँ होमियोप्याथी। पिपल गेट कन्फ्युज विथ होमियोप्याथी एन्ड आयुर्वेद। त्यो चाहिँ नेचुरोप्याथी र आयुर्वेदको भएर अलिकति क्लोजनेस होला, किनभने 5वटा चिजहरू युज गर्ने हो। होमियोप्याथी र आयुर्वेदको चाहिँ लिटरली कम्प्लिटली डिफ्रेन्ट साइन्स हो क्या। यो त तपाईँको अकुपञ्चर आयुर्वेदमा के सिमिल्यारिटी छ भने जस्तै हो। ना वी नो होइन, अकुपञ्चर आयुर्वेद त एउटै होइन भने थाहा छ नि, अकुपञ्चर चाइनिज हो। त्यस्तै हो होमियोप्याथी, जर्मन हो, जर्मनीबाट आएको एउटा साइन्स हो होइन। हो यसको आफ्नै आफ्नै विशेषता हुन्छ हरेक मेडिकल साइन्सको। सो सबभन्दा पहिला चाहिँ त्यो डिफ्रेन्सिएट गर्नुपर्ने हुन्छ। आयुर्वेद भनेको चाहिँ त बरु हजुरले तपाईँ र हाम्रो जस्तो काठमाडौँको गल्ली होइन, जस्तो यहाँको न्युयोर्कको बरोज भन्छ नि, काठमाडौँको टोलहरूमा कति वैद्यहरू हुनुहुन्छ नि, उहाँहरूले गर्ने पनि आयुर्वेद चाहिँ हो। र हामीले पछि आएर अहिले पढेको, अहिले व्यवस्थित भएको त्यो पनि आयुर्वेद हो होइन। तर होमियोप्याथी र आयुर्वेद साइन्समा कम्प्लिट एकदमै डिफ्रेन्स छ। नेचुरोप्याथीमा मैले भनिहालेँ थेरापीहरू हुन्छन्, कति अलिकति योगको पनि सटकर्महरू पनि गरिन्छ नेचुरोप्याथीमा, प्राकृतिक चिकित्सालयहरूमा। तर त्यहाँ पनि के भन्छ प्रिन्सिपलले नै डिफ्रेन्स छ क्या। आयुर्वेद चाहिँ अलिक बढी भास्ट छ, अलि बढी इलाबोरेट छ, त्यो हुनाले डिफ्रेन्स छ।
नेचुरोप्याथीमा औषधिहरू युज हुँदैन, हामी चाहिँ औषधिहरू हुँदैन र त्यस्तो त्यो प्रिन्सिपलले चाहिँ गर्ने होइन कि नेचुरोप्याथीमा औषधि जस्तो यो गुगुलु यो ट्याब्लेट भन्ने त्यहाँ छैन, प्रिन्सिपलले होइन। तर मेन सोर्स अफ डायग्नोस त्यो चाहिँ बाथ के भन्छ कफबाट सुरु हुन्छ नि, कफ यस्तो अब 3टा दोष छ, त्यो चाहिँ प्राय अब बेसिक्स अफ आयुर्वेद होइन। आयुर्वेदको प्रिन्सिपलमा के छ भने मेन सोर्स चाहिँ 5 हो, पञ्चतत्व नै हो, जस्तो योगमा हुन्छ होइन, सबै पञ्चतत्व हो। इन टर्म्स अफ डेन्सिटी स्टार्ट्स विथ स्पेस, एयर, फायर, वाटर, अर्थ, पञ्चमहाभूत भन्छौँ हामी आयुर्वेदमा। एभ्रिथिङ एन्ड एनिथिङ मेड फ्रम इन दिस युनिभर्स, plants, animals, whatever, living, non-living things, all made up of 5 basic elements, पञ्चतत्व। अब यसमा चाहिँ आयुर्वेदमा चाहिँ अब मान्छेको कुरा गर्नु पर्यो, विशेष गरी लिभिङ बिङको कुरा गर्दा आत्मा छिर्छ, त्यसपछि सेन्स आउँछ होइन। त्यसको यो कन्सेप्ट चाहिँ हामी चाहिँ आयुर्वेदको फन्डामेन्टल प्रिन्सिपल्समा पढ्छौँ, अनि मैले मेरो कन्सल्टेसनहरू गर्दा पनि त्यहीँबाट सुरु गर्ने हो। यो 5वटा बेसिक एलिमेन्ट्सलाई तपाईँले डिफ्रेन्सिएट के भन्छ क्याटेगोराइज गर्नुहुन्छ 3 एलिमेन्ट्स अगेन, दिज आर कल्ड ह्युमर्स और दोसस। एयर र स्पेस भएपछि वात, वात भनेको लिटरल एयरै जस्तो वातावरण भन्ने वर्ड छ नि, त्यो वातबाट आएको के, वातावरण है, वात आवरण, एयर एटमोस्फियर भनेको नि त, वात आवरण, वातावरण। एयर र स्पेस भएपछि वात, फायर मोस्टली फायर र अलिकति वाटर भएपछि पित्त, हामीले 5वटा एलिमेन्टबाटै डिराइभ गरिरहेछौँ है। एयर र स्पेस भएपछि वात, फायर र लिटल बिट अफ वाटर भएपछि पित्त, अनि कफ भनेको चाहिँ वाटर र अर्थ र वाटर, अर्थ र वाटर भएपछि कफ होइन। यो चाहिँ 3टा बेसिक ह्युमर्स भन्छौँ आयुर्वेदको चाहिँ, यसलाई दोष भन्छौँ हामी। अब दोष भनेको चाहिँ नेगेटिभ वर्ड भयो नि, तपाईँको गुण र दोष भन्छौँ नि हामी। अब जस्तो यो चाहिँ फिजिकल एट्रिब्युट हो बेसिकली, मेन्टल एट्रिब्युटमा सत्व रजस तमस हुन्छ, सत्व चाहिँ गुण हो, रजस र तमस चाहिँ मानस दोषहरू हुन् होइन। अब वात पित्त कफ चाहिँ हजुरको दोष हो। वाइ आर दे कल्ड दोषस? बिकज दे आर सो भल्नरेबल होइन। तपाईँको चाहिँ अलिकति शरीरमा तपाईँको खानपानमा अलिकति हुनुमा तपाईँको शरीरलाई दूषित गराउन सक्छ क्या यिनीहरूले, त्यही भएर दे युज द टर्म दोष। दूषयन्ति इति दोषा भन्छ क्या संस्कृतमा। त्यो भनेको बिकज दे आर केपेबल अफ के भन्छ पोल्युटिङ अर बडी, द्याट्स वाइ दे आर कल्ड दोष। त्यो एउटा पुरा मोनोलग जस्तो पढ्नुपर्छ क्या हामीले, किन दोष भनेको त। र तपाईँको दोष चाहिँ किन इम्पोर्टेन्ट छ भन्नेमा चाहिँ एभ्रिबडी इज मेड अप अफ थ्री दोषस, 5 बेसिक। तपाईँ कि त वात हुनुहुन्छ, कि त पित्त प्रिडोमिनेन्टली, कि त कफ हुनुहुन्छ। अझै के भन्छ भने एक दोष मात्रै हुँदैन, हुन त सबै 3 दोष छ, तर कि त तपाईँ वात पित्त हुनुहुन्छ, कि त तपाईँ वात कफ हुनुहुन्छ, कि त तपाईँ पित्त कफ हुनुहुन्छ। इट इज रेयर बट इट्स पोसिबल। जस्तो अब एकदम हाइली इन्लाइटन पिपलहरू, हाइली ब्यालेन्स लाइफस्टाइल भएको 3 दोषस पनि हुन्छन् मान्छेहरू, त्यो चाहिँ बेस्ट डिजायरेबल। सो इन टर्म्स अफ डिजायरेबल दोष भएको चाहिँ झन् राम्रो भन्नाले त्यही भनिहालेँ नि मैले तपाईँलाई। दोष भनेको चाहिँ वाइ आर दे कल्ड दोष? बिकज दे आर केपेबल अफ पोल्युटिङ द बडी होइन। तर त्यो दोष किन भनेको भन्दा पनि यु आर मेड अफ द्याट दोष। म पनि वात पित्त कफ दोषमा छु होइन, तपाईँ पनि वात कफ हुनुहुन्छ सक्नुहुन्छ। हाउ डु यु डिटरमाइन द्याट? इज इजी। गुगललाई एआईलाई सोध्यो भने फाइन्ड माई दोष भने दोष क्विजहरू एकदम हुन्छ। सो वाइ इज इट इम्पोर्टेन्ट टु नो अबाउट योर दोष कन्स्टिट्युसन? त्यो भनेको तपाईँको प्रकृति हो क्या। त्यहाँ आउँछ अर्को कन्सेप्ट चाहिँ, प्रकृति भने चाहिँ नेचर भन्छौँ नि हामी, त्यो नेचर जस्तै नै हो। तपाईँको प्रकृति इज डिटरमाइन्ड प्रिडेस्टिन के फ्रम द टाइम अफ कन्सेप्सन। तपाईँको दोष इज डिटरमाइन्ड, त्यो जन्मबाटै लिएर आएको। फर इक्जाम्पल मान्छे कोही कति दुब्लो हुन्छ, जति खाए पनि मोटाउँदैन, त्यो वात प्रधान हो, वात प्रिडोमिनेन्ट हो। कोही पानी खाए पनि मोटाउँछ, त्यो कफ प्रधान हो, कफ प्रिडोमिनेन्ट हो। कोहीलाई झनक्कै रिस उठ्छ, एकदम त्यो टेम्पर एकदम सर्ट टेम्पर सर्ट फ्युज हुन्छ नि, त्यो पित्त। त्यो चाहिँ त्यो एट्रिब्युट्सहरू त्यहाँ डिस्क्राइब गरिएको छ क्या। एन्ड द्याट्स वाइ इट इज भेरी इम्पोर्टेन्ट टु नो। किन
तपाईँको बडी कन्स्टिट्युसन स्पेसली वी कल इट प्रकृति भनेको माइन्ड बडी कन्स्टिट्युसन कस्तो छ त्यसैको आधारमा तपाईँलाई के चिजले ठिक गर्छ के चिजले बेठिक गर्छ त्यो डिटरमाइन हुन्छ त्यसैको आधारमा नै तपाईँलाई चाहिँ एउटा होल पर्सन जस्तो स्वयम्भू शाक्यलाई तपाईँ जस्तो त अर्को कोही पनि छैन नि संसारमा होइन त्यस कारणले वी फोकस अन पर्सनलाइज्ड कस्टमाइज्ड recommendation for Swayambhu Sakya alone. It could be different from person similar looking to you हैन तपाई जस्तै देखिने मान्छे सँगै पनि फरक हुन सक्छ के त्यही भएर अहिले यसको ब्युटी आयुर्वेदको ब्युटी के हो भने कस्टमाइज हामी अहिले कस्टमाइजेसनको जमानामा छौँ नि त हैन आई लाइक दिस एन्ड द्याट यता हरेक चिजमा पर्सनलाइज खोज्छौँ नि त त्यस्तै हो तपाईको चाहिँ बेस्ड अन योर माइन्ड बडी कन्स्टिट्युसन टाइप तपाईको मानस र मन र शरीरको दोष प्रकृति हेरेर तपाईलाई के चाहिन्छ के खानुपर्छ कति पानी पिउनुपर्छ तपाई राति कति बजे सुत्नु पर्ने हो हैन अथवा तपाईको एक्सरसाइज प्याटर्न यस्तो हुनुपर्छ धेरै नदगुर्नुस् है हैन अलि बढी वर्कआउट गर्नुस् है सबै रेकमेन्डेसन्स आर बेस्ड अन दैट दैट्स व्हाई एभ्रीबडी नीड्स टु नो देयर दोसा टाइप अनि भेरी इन्ट्रेस्टिङ के पनि छ भने अब यो त अहिलेको एज एन्ड टाइममा त तपाईको अब एभ्रीबडी निड्स टु नो देमसेल्फ नि त हैन नो दाइ सेल्फ भन्ने त फेमस कोटै छ नि हैन आफूलाई थाहा नभइकन अनि मलाई के भइरहेछ भित्र के भइरहेछ त्यो टाइप अफ रिफ्लेक्सन हो नि त सेल्फ अवेरनेस के तपाईले आफूलाई चिन्नु भएको छैन भने मलाई यो खाँदा चाहिँ ठिक गर्छ यो खाँदा बेठिक गर्छ हैन म यस्तो खालको मान्छे हो म हावा खाए पनि बाँच्छु म पानी खाए पनि मोटाउँछु त्यो त थाहा हुनु पर्यो नि त्यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट छ स्पेसली अहिलेको टाइममा किनभने विदाउट नोइङ यर सेल्फ अब जस्तो डक्टरले गर्ने के हो र तपाईँले भन्ने नहोरेको होइन तपाईँलाई मलाई यहाँ दुख्यो यस्तो भयो अब सबै त उनीहरूलाई सबै थाहा त हुँदैन नि त तर तपाईँले आफूलाई थाहा पाउनुभयो भने ए मलाई चाहिँ यो खाएर बिसन्चो हुन्छ यो खाएर चाहिँ मलाई ठिक हुन्छ अथवा मलाई यस्तो खालको दुखाइ छ यस्तो सेल्फ अवेरनेस इज की के अहिलेको टाइममा चाहिँ त्यसैको लागि नै दोषहरू र दिनेशजी त्यो छ नि हामीले तपाईँहरूको आउँदाखेरि चाहिँ नाडी छामेर नै त्यो कफ बढेको छ होइन त्यो चाहिँ कसरी थाहा हुन्छ अब यो कस्तो हुन्छ भने त्यो नाडी परीक्षा हो नाडी परीक्षा भनेको चाहिँ लिटरली एउटा एन्सेन्ट के भन्छ टुल फर डायग्नोसिस होइन जस्तो अहिले एक्सरे हुन्छ होइन अहिले ब्लड वर्क हुन्छ त्यो एज एन्ड टाइममा त्यो थिएन टेक्नोलोजी होइन त्यस कारणले उनीहरूले चाहिँ अब पल्स रिडिङ त वेस्टर्न साइन्समा पनि हुन्छ क्या होइन त्यो एज एन्ड टाइममा नाडी परीक्षाबाट चाहिँ वैद्यहरूले थाहा पाउँथे धेरै चिज थाहा पाउँथे र उनीहरूले के छाम्छन् भन्ने के छाम्दा रहेछन् त भन्नेमा नाडी परीक्षामा तपाईँको मैले अघि प्रकृतिको कुरा गरेँ बेसिकली प्रकृति चाहिँ तपाईँलाई हेरेर देखेर बोलेर होइन जस्तो द वे सफ्टली यु स्पिक यु हेभ टु बी अ कफ पर्सन के मैले तपाईँलाई गेज तपाईँको जति जुन सफ्टनेसले बोल्नुहुन्छ नि द्याट्स अ कफ क्वालिटी तपाईँमा त्यो कफ क्वालिटी छ प्रकृति चाहिँ हेरेर होइन त्यो एट्रिब्युट्सबाट थाहा हुन्छ स्पेसली विकृति चाहिँ नाडी परीक्षाबाट थाहा हुन्छ वाट्स गोइङ अन ट्रान्जिएन्ट थिङ के तपाईँको शरीरमा के भइरहेछ मानसमा बडीमा के भइरहेछ हलचलहरू भइरहेछ त्यो चाहिँ लिटरली नाडी परीक्षाले थाहा हुन्छ नट एभ्रीबडी इज केपेबल होइन अब यसको लागि पनि तपाईँको रिफाइन स्किल्स हुनु पऱ्यो नि अनि यो चाहिँ तपाईँको विथ प्र्याक्टिस आउने कुरा हो कुनै जादु होइन अनि इट्स अ प्योर साइन्स होइन अनि अ लट अफ अनक्वान्टिफाएबल के तपाईँको क्वान्टिफाई गर्न सक्नुहुन्न नि त नाडीलाई त होइन तपाईँले तपाईँको इट्स अलिकति इन्ट्युटिभ पनि छ होइन अलिक प्रेडिक्टिभ पनि छ तर इट्स अ म्याटर अफ स्किल नट एभ्रीबडी इज क्यापेबल एउटा वैद्य आयो सबै वैद्यले नाडी जानेको हुन्छ भन्ने छैन इनफ्याक्ट मैले पनि आयुर्वेदिक स्कुलमा स्पेसली नाडी परीक्षा सिकाउँदैनन् किन इट्स अलमोस्ट लाइक अ ग्रे एरिया के अब नाडी परीक्षा त अब कति पढ्दै नपढेको मान्छेहरूमा पनि नाडीको एकदम के भन्छ सेन्स हुन्छ होइन नाडी छाम्ने भनेको चाहिँ अहिलेको वेस्टर्न माइन्ड सेट छ नि त हाम्रो त साइन्स त हामीले आयुर्वेद पढेँ मैले होइन तर माइन्ड सेट त वेस्टर्न छ नि त त्यतिले मात्रै पुग्दैन इट कम्स विथ प्र्याक्टिस
पहिला एकदम ठुला धुरन्धर वैज्ञानिक विद्वान त्यतिखेरका वैज्ञानिक भन्नु पऱ्यो नि त होइन उनीहरूले चाहिँ नाडीमा उनीहरूको अलमोस्ट लाइक हुन्छ नि ज्योतिषीले बोलेको टक्क पुग्ने भने जस्तो नाडी पनि नाडी वैद्य एकदमै सिद्ध हस्त नाडी वैद्यहरू छन् नाडीमा हेर्ने चाहिँ स्पेसली ट्रान्जिएन्ट थिङहरू हो जस्तो तपाईँको दोषको नि डिभिजन हुन्छ तिनीहरू कहाँ बसिरहेछन् अनि त्यसैको आधारमा ल है तेरो किडनी खराब छ ल है तेरो लिभर खराब छ त्यो सबै पत्ता लगाउने भनेको नाडीमा त्यो ब्लड सर्कुलेसनमा चाहिँ त्यो पार्ट अफ द ब्लडमा चाहिँ धेरै चिजहरू थाहा हुन्छ तर मोर इम्पोर्टेन्टली के हो भने माई इनर बिइङ माई कन्सियसनेस ट्यापिङ इन्टु योर कन्सियसनेस जस्तो अरू थेरापीहरूमा रेकीमा यस्तो छामेर अस्टियोप्याथीमा हेर्नु न वेस्टर्न साइन्समा अस्टियोप्याथ डक्टर छैनन् आई वर्क विथ अ रियली गुड अस्टियोप्याथ लामो समय काम गरेँ मैले उहाँसित उहाँ भित्र जानुभयो सरी तर उसको हातमा हिलिङ टच थियो क्या उसले छोएपछि त्यो फासाहरूमा काम गर्छन् उनीहरूले चाहिँ अस्टियोप्याथहरूले विच इज होइन जेन्युन फिल्ड अफ मेडिसिन यहाँ वेस्टर्न वर्ल्डमा डिओ भनेको त डक्टर अफ अस्टियोप्याथी त एकदम अब एभिडेन्स बेस्ड एकदम चलेको कुरा हो रिकगनाइज कुरा हो त्यस्तै नै हो नाडी पनि यु हेभ टु बी कम्पिटेन्ट इनफ to be able to excel that skill के master that skill I'm still learning it comes with भनिहालेँ नि experience intuition विभिन्न फ्याक्टर्सहरू हुन्छ मोस्टली पत्ता लगाउनु चाहिँ what's going on transient तपाईँले कतिपय समयमा त तपाईँ अघि भर्खरै बर्गर खानुभएको थियो होइन स्यान्डविच खानुभएको थियो पनि भन्न सकिन्छ त्यही भएर पहिला नाडी पढ्ने मान्छेको नि कन्सियसनेस ठाउँमा हुनु पऱ्यो नि होइन म अब भर्खर गाडी चलाएर आएँ ल नाडी पढ्दै त्यो हुँदैन होइन when I ask my client होइन मेरो बिहानमा आऊ सकेसम्म होइन म रेस्टफुल स्लिप भएको तिमी पनि बिहानमा आऊ सकभर धेरै केही हेभी नखाइकन आऊ मान आयो द फ्लावर माउन्टबाटै आर्लिङटनसम्म आयो मेरो क्लाइन्ट भने मैले हतपत्त नाडी छाम्दैन उता फ्लावर माउन्टबाट कति गाडी कति जाम गरेर आइरहेछ मैले कहाँ नाडी बनाउँछु होइन त्यो चाहिँ एकछिन गफ गरेर कुल डाउन भएर सेटल भएपछि पानी पिएर एकछिन आइ गुड भनेपछि अनि बल्ल त्यो चाहिँ त्यसले चाहिँ त्यो हुन्छ क्या त्यही भएर अब जहाँ वैद्य त्यही नाडी छाप्ने भन्ने हुँदैन त्यो हुँदैन किनभने अब त्यो भनिहाल्यो नि जस्तो तपाईँ मेरो नाडी छाम्दैन भनेर त्यो चाहिँ अब त्यो द्याट्स नट आइडियल के अब जस्तो पण्डित भेट्ने बित्तिकै पूजा गरिदिइहालौँ भन्ने त हुँदैन नि त त्यस सेटअपको कुरा हजुर त्यही त तपाईँलाई धेरै एउटा हामी त भन्छ सरी अब होइन तपाईँलाई देख्ने बित्तिकै ल फोटो खिचिदिइहालौँ भने जस्तै नै हो एउटा प्रोफेसनल एटिकेटको पनि कुरा हुन्छ तर होइन न अब बिहानमा हामी मर्निङ वाक गर्दै थियौँ अथवा केही थियो बिहानमा चिया खानुपर्छ त ल हेरौँ न त भन्न मिल्छ द्याट्स फाइन अनि मलाई चाहिँ खास सोध्न मन लागेको चाहिँ युजली चाहिँ हाम्रो नेपाली हाम्रो कम्युनिटीमा हाम्रो त्यसमा जस्तै मैले फोन गरेँ के भयो भने यो खाउन त्यो खाउन भन्छ नि हामी सबै डक्टर होइन जस्तै चिसो लाग्यो पानी खाऊ अब अर्ध पानी जिरा पानी खाऊ भन्छ होइन अनि त्यसको चाहिँ लिमिटेसन कति छ डाक्टर साहब त्यो जस्तै अब हामीले कतिले चाहिँ त्यो मोरिङ्गा खान्छ त्यसपछि कतिले चाहिँ पहिलो हाम्रो के भन्छ के अरे बेसार पानी होइन अनि के खान्छ त्यो निमको पत्ताको धुलो खाइरहेछ होइन त्यो कति खानुहुन्छ कति हुँदैन एकदम राम्रो एकदम सान्दर्भिक कुरा गर्नु हजुरले यसमा के छ भने आई हेभ टु अप्रोचेस यो दुई तरिकाले चाहिँ यसलाई हेर्न सकिन्छ एउटा चाहिँ हामीमा चाहिँ त्यो कल्चरली अलिकति आएको द्याट्स अ प्लस पोइन्ट होइन कस्तो तपाईँलाई यहाँको मान्छेलाई पश्चिममा बस्ने मान्छेलाई तपाईँलाई अदुवा दिनु भने चिन्दैन हाम्रो नानीहरूले अदुवा भनेर चिन्छ जिन्जर मात्र होइन अदुवा भनेर चिन्छ वी युज इट होइन हामीले बेसार अदुवा जिरा दिज आर होइन अहिले त नयाँ कन्सेप्ट अफ फुड एज मेडिसिन भन्ने कन्फरेन्समा त म लास्ट मन्थ गएर आएको होइन खानेकुरामा नै औषधि हो होइन भन्ने कुरा अनि किचन फार्मेसी धेरै अगाडि बढिसक्यो एउटा पार्ट होइन त्यो चाहिँ हामीमा बेनिफिट छ किनभने वी इनहेरिटेड कल्चरल्ली तर एट द सेम टाइम हामी एउटा यस्तो डिलेमाको पोइन्टमा छौँ भने जहाँ चाहिँ मिसइन्फर्मेसन सजिलै हुन्छ क्या कसैलाई कसैको प्रमोट गर्नु छ अनि त्यो कुनै प्रडक्ट प्रमोट गर्नु छ अथवा कुल भन्नु छ अथवा
विदाउट एभिडेन्स के हुन्छ नि, न त्यो आयुर्वेदमा भनेको छ अथवा त्यो आयुर्वेदिक प्रिन्सिपलले मानेको छ, न त्यो वेस्टर्न साइन्सले नै रिसर्च गरेर प्रुभन छ। त्यो सो कल्ड वेलनेस, अहिले त इन्फ्लुएन्सरको जमाना छ नि त। अनि त्यो मात्रै होइन, अहिले त ठुलो अब स्पेसली अब वेलनेसमा पनि छ त्यो होइन, वेलनेस इन्डस्ट्रीमा पनि छ, तर ठुलो एउटा चाहिँ फ्याक्टर के छ भने एडभर्टिजमेन्ट के प्रमोसन छ नि त। अघि बिहान मात्रै म एउटा भर्चुअल कन्फरेन्समा छु अहिले, एकजना डक्टरले, क्यानाडाको डक्टरले बोलेरै थाकेन, उसले के को बारेमा बोल्यो भने हर्मोन रिप्लेसमेन्ट थेरापी होइन। उसलाई चाहिँ मलाई उसको कुरा सुन्दै जाँदाखेरि दिस गाई हेज बिन बट बाई द फार्मेसी भन्ने लाग्यो क्या। फार्मास्युटिकल कम्पनीहरूले तपाईँलाई तपाईँको टेस्टोस्टेरोन बुस्टर प्रडक्ट बेच्नु छ, अनि डक्टरहरू त अब त्यही त हो नि, सबै दे हेभ टु मेक लिभिङ होइन। त्यो एउटा इन्डस्ट्री स्पोन्सर्ड के भन्छ यसलाई प्रोपागान्डा के होइन। अब डक्टरले भनेपछि त होइन, उसले बोलेर थाक्दैन कि। अनि जब नजिक नराम्रो कुरा गर्नुपर्छ, अनि यो पनि साइड इफेक्ट छ, ऊ पनि साइड इफेक्ट छ, यो पनि छ, ऊ पनि छ, द्याट्स नट द गुड वे नि त होइन। हो चाहिनेहरू गुड र ब्याड सबै कुराको हुन्छ सेम। हाम्रोमा पनि जो भने डाक्टर भइदिएको छ, यो गरे हुन्छ, मलाई यस्तो गरेर भएको थियो, तपाईँलाई त्यस्तो गरेर भएको थियो तर उसलाई नहुन सक्छ नि। मलाई बेसार खाएर एकदम ठिक भएको थियो, तपाईँलाई नहुन सक्छ। त्यही नै हो क्या डिफ्रेन्स। आयुर्वेदमा चाहिँ पर्सनलाइज मेडिसिन भन्छौँ क्या हामी, किनभने तपाईँ त, म त स्वयम्भूरा साके होइन, म तपाईँको जस्तो जिन मैले क्यारी नै गर्दिनँ, तपाईँ फरक हो, म फरक हो, एभ्री इन्डिभिजुअल इज डिफ्रेन्ट नि त। त्यो कुरा चाहिँ हामीले मिस गर्छौँ होइन। अनि त्यही भनेको विदाउट बिङ कन्फिडेन्ट अर विदाउट ह्याभिङ द नलेज होइन। त्यही जस्तो अब वेस्टर्न औषधिको बारेमा भनौँ न, मान्नुहोस् सिप्रोफ्लक्सासिन, अब त्यो हाम्रो पालाको एन्टिबायोटिक, तपाईँले खानु भने सबैलाई सिप्रोफ्लक्स खाइदियो सन्चो हुन्छ। हाम्रो अब नेपालमा त एन्टिबायोटिक त्यतिकै पाइन्छ होइन, ऊ खाइदियो भने त्यत्तिकै हाफासाल्टी किन्ने, त्यो त गरिँदैन नि त। सेम केस अप्लाइज हियर। किचन हर्ब्सको कुरामा, हेल्थी लिभिङको कुरामा हुन्छ नि, जिरा धनियाँ पानी बेसार खाऊ, चिसो सन्चो हुन्छ, त्यो चाहिँ अलिकति टाइम टेस्टेड पनि छ होइन। अलिकति हजुरआमाहरूले गरिरहेको यतिकोसम्म ठिक हुन्छ, तर देयर हेज टु बी अ लाइन के, लाइन ड्र गर्नु पऱ्यो। कतिको चाहिँ घरेलु उपचारले सन्चो हुन्छ, कतिको चाहिँ आयुर्वेदिक डक्टरलाई देखाउँदा हुन्छ, अथवा कतिको चाहिँ वेस्टर्न मेडिकल साइन्समा चाहिँ इमर्जेन्सी जानुपर्ने नै हुन्छ नि होइन। इमर्जेन्सी जानुपर्ने भइरह बेसार खाऊ र ऊ खाऊ भनेर त हुँदैन। त्यो भनेको पनि अवेरनेसमा आउँछ क्या। कन्ज्युमर अवेर भयो भने तपाईँ हामी लाई त्यो थाहा हुनु पऱ्यो कि यतिको चाहिँ मैले म्यानेज गर्छु, मलाई चाहिँ यो सिभिरिटी भएको, यतिको चाहिँ बेसार पानीले ठिक हुन्छ होला, यहाँनिर चाहिँ होइन है, अब ठिक भइरहेको छैन। त्यो सबै थाहा हुनलाई त अवेरनेस हुनु पऱ्यो नि, रिफ्लेक्सन हुनु पऱ्यो नि। आफूले खाने बेलामा गर्ने बेलामा जे मन लाग्यो त्यहीँ गर्ने, अनि त्यसपछि तपाईँको असन्चो भएन भन्ने, अथवा डक्टरलाई ब्लाइन्डली नै डक्टरकोमा गएर सबै उता के भन्छ मजिसियनै हो कि जस्तो गर्ने त मिल्दैन, किन यु हेभ टु टेक द ओनरसिप के। अहिलेको एज एन्ड टाइममा हामी एज अ कन्ज्युमर सबैले गर्ने भनेको एजेन्सी के। तपाईँको स्वास्थ्य तपाईँको हातमा छ होइन। तपाईँलाई थाहा हुनु पर्यो मलाई यति गर्दा सन्चो भएको छैन, अथवा मलाई सन्चो भयो अथवा भएन, अथवा के गर्ने के खाने। इभन डक्टरले भनेको कति कुराहरू पनि त जस्तो तपाईँलाई हाई डोज दिन सक्छन् औषधिहरूको होइन। अनि यु क्यान क्वेसन देम। एउटा डक्टरकोमा गएर चित्त बुझेन अर्को डक्टरकोमा जान सक्छ। त्यस्तो धेरै उदाहरणहरू छन् नि, जस्तो स्पेसली फेटल डिजिजहरूमा, क्यान्सर जस्तो रोगहरूमा एउटा ब्लाइन्डली म्यास्टेक्टमी गरिदियो भन्यो, अथवा अर्कोले चाहिँ लौ भनेर रेडिएसन चलाइदिइहाल्यो, नगरेको भए हुन्थ्यो होला, यस्तो गरेको हुन्थ्यो होला, आई सुड हेभ टेकन अ सेकेन्ड ओपिनियन होइन। कुनै पनि मेजर डिसिजन लिनुभन्दा अगाडि अब त्यो सर्जरी नै किन नहोस्, थेरापी नै किन नहोस्, अथवा जडीबुटी नै किन नहोस्, यु हेभ टु टेक द एजेन्सी कि। तपाईँ एज अ पेसेन्ट कन्ज्युमर तपाईँको सबैभन्दा ठुलो रेस्पोन्सिबिलिटी हुन्छ कि यो चिज मेरो शरीरमा जानुभन्दा अगाडि मैले सोच्नुपर्छ कि अरूलाई सोध्नुपर्छ कि भनेर प्रोफेसनललाई, क्वालिफाइड प्रोफेसनललाई सोध्नुपर्छ कि भनेर। अनि वेन देयर इज अ डाउट द्याट्स वेयर द थिङ कम्स कि। तपाईँलाई डाउट हुने बित्तिकै यु हेभ टु कन्सल्ट। अनि जस्तै हाम्रो शरीर पनि गर्मी शरीर, सर्दी शरीर भन्छ नि। हो जस्तै अघिको कुरामा चाहिँ अदुवा पानी धेरै खायो भने
अब 2-3 दिन पछि चाहिँ मलाई चाहिँ पिसाब पोल्छ होइन हो नि त्यो त गर्मी भयो नि त अनि म चाहिँ अघि तपाईँले भनिरहँदा मैले जस आफ्नो शरीरलाई चिन्न पर्यो होइन जस्तै आँप धेरै खायो भने मलाई कहिले नाकबाट रगत आउँछ एकदम त्यो गर्मी भयो भने होइन त्यो एकदम हो हाम्रो चाहिँ पहिला हजुरआमाहरूले बाहरूले भनेको मलाई त सर्दी हुन्छ गर्मी हुन्छ गर्मी सर्दी बिग्रिने भन्ने पनि एकदम प्योर आयुर्वेदिक कन्सेप्टबाट आएको कुरा हो अब त्यो कसरी आयो किनभने वेस्टर्न सेतो कोटलाका डाक्टरहरूले भनेनन् त्यही भएर त्यसलाई छुट्टै तरिकाले मान्नु मिल्दैन क्या कि त्यो चाहिँ त्यो विस्डम हो क्या यहाँ पनि त नेटिभ अमेरिकनहरूले सेज बाल्ने होइन त्यो विस्डमको रूपमा मानिन्छ नि त त्यसले कति औरा प्युरिफाई गर्छ भन्ने कुरा हुन्छ त्यस्तै नै हो आफ्नो शरीर गर्मी सर्दी त्यो चाहिँ आयुर्वेदमा चाहिँ शीत र उष्ण गुण दुईटा गुणले नै सबै कुरा डिटरमाइन गर्छ भन्छ क्या हुन चाहिँ त्यहाँ 41वटा गुण छन् होइन ड्राई लाइट अल काइन्ड्स अफ गुण छ यो वात पित्त कफको सबैको हुन्छ तर त्यो पनि छोडिदिएर जम्मा दुईटा चिजहरू कि त गर्मी हुन्छन् कि त सर्दी हुन्छ कि त चिसो हुन्छ कि त तातो हुन्छ भन्यो भने इजी भयो नि त सम्झिन बुझ्न इजी भयो मैले अघि हजुरलाई भने दोष द कन्स्टिट्युसन तपाईँ बाई बर्थ तपाईँको बाई नेचरै तपाईँ पित्त प्रिडोमिनेन्ट हुनुहुन्छ पित्त भनेको इट्स अल अबाउट फायर हिट तपाईँले तातो पिरो अचारहरू पिरो चिजहरू टोलरेटै गर्न सक्नुहुन्छ तपाईँको जिन हो कि त्यो तपाईँको बनेको चिज हो त्यो तपाईँलाई थाहा हुनु पर्यो नि त त्यही हो गर्मी शरीर भनेको अनि त्यही भएर कसैले ल तिमीलाई रुगा लागेको छ के अरे जिन्जर रुट खाऊ जतिखेर नि खाऊ भनेर कहाँ भयो त किनभने तपाईँको शरीर फरक हो अरूलाई त कफवालालाई ठिक हुन्छ फेरि त्यो भात र कफवालालाई जिन्जर पानी जति खाए पनि समस्या छैन त्यही भएर आफूलाई नो दाइ सेल्फ क्या आफूलाई थाहा हुनुपर्ने सेल्फ अवेरनेस मेरो शरीर गर्मी हो मैले यति चाहिँ जिन्जर खान सक्छु यहाँभन्दा बढी खायो भने मलाई समस्या हुन्छ त्यो कुरा चाहिँ जान्नुपर्छ क्या थाहा नपाएकोहरूलाई चाहिँ के गर्ने त कतिले त थाहा पनि हुँदैन एभ्री डे त्यस्तो हो थाहा नपाएकोले ब्लाइन्डली फलो नगर्ने थाहा नपाएकोले कन्सल्ट गर्ने मान्छेलाई सोध्ने अध्ययन गर्ने अहिले त एआईको मेरो शरीर कस्तो के आफ्नो शरीर कस्तो अहिले मैले भनिहालेँ नि तपाईँलाई मैले यतिकै तपाईँ यो वात पित्त भन्दा पनि तपाईँको एआईलाई सोध्नुहोस् आफ्नो क्वेसन आएर हुन्छ फाइन्ड मी दोसा क्विज भन्नुहोस् दोसाको क्विज आयुर्वेदमा दोसा क्विज कसरी गर्ने भनेपछि कति वेबसाइटहरू छ हुन्छ जति मेरो आए पनि हुन्छ मैले भनिहाल्छु नि दोसा क्विज होइन म कस्तो पर्सनालिटी होला होइन मैले चाहिँ के खाँदा ठिक होला त्यही नै हो हाम्रो कामै त्यही हो होइन हाम्रो कन्सल्टेसनमा तपाईँ मेरो कन्सल्टेसन ल है अपोइन्टमेन्ट चाहियो भनेर आउनुभयो भने मैले तपाईँसित गर्ने भनेको मेनली म तपाईँलाई सोध्छु म पल्स रिडिङ गर्छु अनि सोध्छु तपाईँ खास चाहिँ किन आउनुभएको होइन मलाई पेट दुखेर यस्तो भयो भन्नुहुन्छ होइन त्यसपछि मलाई तपाईँको राम कहानी बताउनुहोस् भन्छु डेली रुटिनबाट सुरु हुन्छ के भएको के छ के कति बेला सुत्नुहुन्छसम्म एभ्रिथिङ आई निड टु नो त्यही भएर मेरो कन्सल्टेसन 1 देखि 1.5 घन्टा लाग्छ कि किनभने कुनै डक्टरकोमा जाँदाखेरि 15 मिनटमा तपाईँ त आधा घन्टा कुर्नुहुन्छ 15 मिनट निस्किनुहुन्छ त्यो डक्टरलाई त सबै कुरा थाहा हुँदैन अनि उसले आफ्नो हिसाबले गर्छ होइन त्यो चाहिँ डिडक्टिभ मेथड हो उनीहरूको चाहिँ ब्लड वर्क गर्छ ब्लड वर्कले भनिदिन्छ तर हाम्रो चाहिँ मोर रिफरल छ क्या त्यो होलिस्टिक पर्सपेक्टिभ हो के तपाईँलाई केटाकेटी छँदा यस्तो भएको थियो अथवा हुन्छ नि यस्तो ठुलो सर्जरी भएको थियो अब यत्रो इमोसनल ग्रिफबाट गुज्रिनु भयो तपाईँ सबै कुराहरू आई निड टु नो किन त्यसले डाइरेक्टली इन्डाइरेक्टली तपाईँको मेन्टल फिजिकल वेलबिङलाई असर गरेको हुन्छ त्यो सबै थाहा पाउनुपर्छ एज अ आयुर्वेदिक प्रोफेसनल मैले तपाईँको सारा संसार बुझेर ल है समुदाय यस्तो यस्तो रहेछ यहाँबाट सुरु गरौँ तपाईँले पानी चाहिँ ठिकै खायो भने हुन्छ तर यो चाहिँ गर्नुपर्छ है भनेर मैले रेकमेन्डेसन बल्ल तपाईँको ड्राफ्ट गर्न सक्छु आफ्टर नोइङ यु एज अ पर्सन एज अ होल होइन जान्नै पर्यो त एकदम आउनुहोस् न यु आर अलवेज वेलकम त्यो अनि हाम्रो युजली चाहिँ नेपालीहरूको मेन क्वेसन चाहिँ नम्बर 1 चाहिँ ग्यास्ट्रिक भइहाल्यो त्यहाँबाट आउन अनि त्यसपछि माइग्रेन होइन हजुर अनि अर्को के तिनवटा छ नेपालीहरूको ग्यास्ट्रिक मेन चाहिँ ग्यास्ट्रिक हो ग्यास्ट्रिकको बारेमा भनिदिनुहोस् न पहिला चाहिँ अब ग्यास्ट्रिक भनेको आयुर्वेदमा पनि एउटा कस्तो कन्सेप्ट छ भने डाइजेसन अग्नि भन्छौँ हामी फायर त्यहाँबाट नि सबै रोग सुरु हुन्छ डाइजेसन इज द की तपाईँले खाना राम्रोसित पच्दैन तपाईँको डाइजेसन मेस्टअप छ भने
तपाईँको सबै रोगको सुरुवात त्यहाँबाट हुन्छ भनेर आयुर्वेदमा पनि डाइजेसनलाई एकदमै ठुलो उसमा प्रायोरिटीमा राखिन्छ। त्यही नै हो, ग्यास्ट्रिक भनेको तपाईँको डाइजेसन बिग्रेको भयो होइन। डिफ्रेन्ट टाइप्स अफ ग्यास्ट्रिक हुन्छन् होइन। कसैलाई चाहिँ एसिड पेप्सिन डिसअर्डर अम्लपित्त भन्छौँ हामी, कसैको ब्लोटिङ हुन्छ, खानै हुन्न, दिसा लाग्छ होइन। मलाई त्यो आजभोलि भिडियोहरूमा आइबिएसको बारेमा भनिदिनुहोस्, ग्यास्ट्रिकको बारेमा भनिदिनुहोस्, यो बारेमा भनिदिनुहोस् भनेर अनेक ऊहरू फिडब्याकहरू कमेन्टहरू आइरहेको हुन्छ। अब सिचुएसनल हो, जेनरल्ली चाहिँ हाम्रो त्यही भनेको हामीले के खाइरहेछौँले धेरै म्याटर गर्छ क्या। तपाईँले खाने बेलामा चाहिँ छाकै पिच्छे तपाईँको तारेको मासु नभए छाकै बस्नुहुन्न होइन। अनि अमिलो अचार चाहिन्छ। अनि अहिले त डल्ले र रातो र पिरो के हो त्यो चाउचाउ र के त्यस्तो तपाईँको डायट छ। यु क्यान नट एक्सपेक्ट टु हेभ अ बेटर डाइजेस्टिभ सिस्टम। अहिलेको मेरो अब्जर्भेसन चाहिँ स्पेसली यो पिरो खाने चलन इट्स अ भेरी अनहेल्थी पिरो क्या। त्यो पिरो खाने चलनले चाहिँ हाम्रो नेपालमा स्पेसली नेपालमा त अनेक थरी चाउचाउ छ नि त, पिरो के होइन, टुपियोमा अल्ट्रा पिरो के हुन्छ। यहाँ पनि केटाकेटीले टाकिस साकिस के खान्छन्। यो जुन पिरो खाने कल्चर छ नि, यसले चाहिँ आयुर्वेदिक डक्टरलाई फाइदा भएको छ कि, किनभने ग्यास्ट्रिक हुन्छ, समस्या हुन्छ नि, आउँछ नि त होइन। त्यो ग्यास्ट्रिक मात्र होइन नि त, हेमोरोइड्स हुन्छ, पाइल्स हुन्छ, अल काइन्ड्स अफ प्रब्लमहरू हुन्छ नि त त्यसले त। अनि when you do not put healthy stuff in your body, you cannot expect to have a better digestive system होइन। नम्बर 1 तपाईँले के खानुहुन्छ, आहार भनेको फुड इज मेडिसिन क्या। तपाईँले के खानुहुन्छ, कसरी खानुहुन्छ इज सो इम्पोर्टेन्ट होइन। पकाउँदादेखि नै सुरु हुन्छ। अब अहिले त हामी विदेशमा छौँ, के बाबा एकचोटि पकायो। अझ अहिले पछिल्लो समयमा त हुन त अब हेल्थी बाहिरको किनेर खानुभन्दा त हेल्थी हो, मिल प्रेप भनेर होइन, हप्ताभरिलाई अहिले पकाएर खाने। तर मिल प्रेप गर्दाखेरि त्यो फ्रेसनेस त भएन नि त। यु लिटरली कुक द मिल होइन 5 days ago, त्यो 5 दिन अगाडि पकाएको खानेकुरा अहिले त्यो सत्व छैन क्या, सात्विक भएन क्या, बुझ्नु भएन। हाम्रो कल्चरमा के हो भने फुडमा चाहिँ फुड भनेको प्राण दिने कुरा हो क्या, प्राण फुल अफ प्राण हो क्या। हामी आयुर्वेदमा ओजस भन्छौँ, इम्युनिटी होइन। त्यही भएर फ्रेस होइन, फार्म टु फ्रेस भन्छ नि, के भन्छ नि यहाँ वर्ड, त्यही नै हो क्या। इफ यु क्यान अफोर्ड है। फेरि त्यो भन्दै गर्दा अब घरको नखानु रे अनि बाहिरको किनेर खान्छ, सधैँ स्यान्डविच किनेर खान्छ त भन्ने, त्यो त अभियसली समथिङ बेटर देन नथिङ होइन। घरकै बेटर भयो बाहिरको, त्यसरी बाहिरको खानुभन्दा त। तर इफ यु क्यान अफोर्ड फ्रेस होइन, माइल्डली स्पाइस्ड। म त के भन्छु भने हामी अब यहाँ अब डालसमा त कति रेस्टुरेन्टहरू छ नि त, खान मनपर्छ बाहिर गएर खान, नेपाली रेस्टुरेन्टहरू छ। द मेन डिफरेन्स बिट्विन नेपाली एन्ड इन्डियन क्विजिन इज स्पाइसेस के। इन्डियनहरूको बढी पिरो हुन्छ क्या, हाम्रो एकदम माइल्ड, एकदम ठिक्क अमाउन्टको पिरो हुन्छ क्या हाम्रोमा नि, स्पाइस लेभलहरू। अब इन्डियनकोमा एकदम त्यो गालेको अचारहरू, आँपको अचारहरू, हु नोज कस्तो खालको केमिकलहरू हुन्छ होइन। त्यो चिजहरू नखाने होइन, बेसिक सादा दाल भात तरकारी खाने, फाइबर खाने मजाले होइन, प्रोटिन आफ्नो पुरा गर्ने। प्रोटिन पनि अब मासु नै खानुहुन्छ भने पनि तपाईँले चाहिँ त्यो कति तेलमा पकाएर खानुहुन्छ, कति मसला हाल्नुहुन्छ, द्याट अल म्याटर्स। अनि नम्बर 1 चाहिँ के हो भने, हुन त अब कुरा गर्दा मान्छे के कुरा गरेको भन्छ, तर पेट सफा छ कि छैन, तपाईँको डाइजेस्टिभ सिस्टम, तपाईँ टोइलेट दिनदिनै जानुहुन्छ कि हुन्न, नम्बर 2 दिनदिनै तपाईँको फ्लस भएको छ कि छैन, इट्स भेरी भेरी इम्पोर्टेन्ट। स्पेसली अहिलेको केटाकेटीहरूलाई होइन, पिज्जा खाएको हुन्छ, के खाएको हुन्छ, बर्गर खान्छ, के खान्छन् त्यो। अनि फेरि फाइबर त कम छ नि त यहाँको, त्यो प्रोसेस्ड फुडमा त फाइबर धेरै कम छ। त्यही भएर दाल भात तरकारी साग होइन, फ्रेसली मेड अचार खाँदा ग्यास्ट्रिक हुँदैन होइन। अन टप तपाईँलाई समस्या छ भने चाहिँ मेक स्योर यु हाइड्रेट। अब कस्तो भने पानी भनेको युनिभर्सल सल्भेन्ट होइन। तपाईँले चाहिँ पानी भनेको मलाई मिठो लाग्दैन भन्ने एउटा पानीको स्वाद हुँदैन, मिठो लाग्नै पर्दैन। पानी सुरुमा चाहिँ अलिकति फोर्सफुली नै खाने हो, बट तपाईँ वन्स यु गेट युज टु इट, पानीले तपाईँको पेट सफा, इट्स अ युनिभर्सल सल्भेन्ट होइन। पानीले न्युट्रलाइज गर्छ तपाईँको एसिडिक इन्भाइरोमेन्टलाई। हाइड्रेट गर्नु पर्यो, टाइममा खानु पनि पर्यो। खाले ग्यास्ट्रिक स्पेसली पेप्सिन एसिड पेप्सिन डिसअर्डरको मान्छेहरूलाई चाहिँ एसिड बढी निस्केर तपाईँको चाहिँ शरीर खाली पेट लामो समय राख्न मिल्दैन, थोरै खानु पनि पर्ने हुन्छ।
अनि मसालेदार चिल्लो पिरो तारेको भुटेको तपाईँले मुख चाहिँ केही पनि बार्नुहुन्न भने ग्यास्ट्रिकमा चाहिँ गाह्रै हुन्छ। हाम्रो आयुर्वेदमा एउटा एकदम राम्रो कोड छ, एकदम हामी धेरै युज गर्छौँ, एउटा श्लोक छ क्या, पथ्ये सति गदार्थस्य किमौषध निसेवणै पथ्ये असति गदार्थस्य किमौषध निसेवणै। भने के नि तपाईँले मुख बार्नुभयो, पथ्यमा रहनुभयो भने औषधिको काम छैन, चाहिँदैन। तपाईँले पथ परहेजमा रहनुभयो, पथ परहेजमा रहनु भएन भने पनि औषधिको काम छैन, कामै गर्दैन औषधि। पथ परहेजमा रह्यो भने औषधि चाहिँदैन, पथ परहेजमा रहेन भने पनि औषधिको कामै छैन, चाहिँदैन, किनभने औषधिले कामै गर्दैन। त्यो हुनाले तपाईँको डायट, लाइफस्टाइल, तपाईँले सुत्ने बेलामा ध्यान दिनुभएको छैन, तपाईँको सुताइको प्याटर्न र तपाईँको ग्यास्ट्रिकमा धेरै रिलेसनसिप छ क्या। तपाईँ टाइममा सुत्नु भएको छैन, तपाईँ एक्सर्साइज गर्नुभएको छैन, पानी पिउनु भएको छैन, पेट सफा राख्नु भएको छैन, अनि त्यो हुँदा त तपाईँको पेट ग्यास्ट्रिक राम्रो हुने भन्ने त कुरै हुँदैन। प्लस खानेकुराहरू पनि होइन, जस्तो चिल्लो पिरो तारेको भुटेको बटारेको खानु भएन। आजकल एकदम चलाएको छ नि, हामीले जहाँ गए पनि जस्तो यो डल्ले खुर्सानीले त पेट राम्रो गर्छ, हरियो खुर्सानीले राम्रो गर्छ, रातो खुर्सानीले चाहिँ राम्रो गर्दैन भन्छ, त्यसमा कतिको सत्यता छ? अब त्यो हाम्रो मात्र होइन, यहाँ पनि कस्तो गर्छन् भने डिटक्स गरेको एकदम फ्यासन छ नि त, कायन पेपर डिटक्स भनेर गर्छन् कि, कायन पेपर त एकदमै पिरो हुन्छ नि त, अनि त्यो वेलनेस इन्फ्लुएन्सरहरूले कायन पेपर डिटक्स गर्छन्। अब यस्तो हो, मेरो एउटा मोटो के हो भने हाम्रो साइन्समा एभ्रिथिङ इन मोडरेसन के, थोरै खाँदा केही फरक पर्दैन, मोडरेसनमा हुनु पऱ्यो क्या। चिनी खाए पनि त धेरै खायो भने त गुलियो खाएपछि त तितो हुन्छ नि त। सो एउटा चाहिँ सेफेस्ट स्ट्राटेजी के हो भने यु क्यान डु थिङ्स इन मोडरेसन, थोरै गर्दा फरक पर्दैन। यदि तपाईँ हाइली सेन्सिटिभ हुनुहुन्छ भने त्यो थोरै पनि नगर्नुहोस्। मैले भने जिन्जर, तपाईँलाई कहिले जिन्जर लसुनको तिखोपनले पनि अप्ठ्यारो गराउन सक्छ होइन, त्यो सर्टेन कन्डिसनहरूमा होइन। तर तपाईँ बेसिकली फेयरली स्टेबल छ हेल्थ अदरवाइज भने अलिकति डल्लेले अलिकति पिरोले फरक पर्दैन। तर तपाईँको अगेन बडी टाइप त्यही आयो क्या, तपाईँको प्रकृतिले धान्दैन, तपाईँको एकदमै अलरेडी फायर बडीमा छ भने चाहिँ त्यहीँ अलिकति पनि धेरै हुन जान्छ। नानीलाई हुने उसले टलरेट गर्ने पिरो र तपाईँले टलरेट गर्ने पिरोको लेभलै फरक हुन्छ होइन। त्यो हुनाले चाहिँ त्यही हो, एभ्रिथिङ इन मोडरेसन, यु क्यान डु थिङ्स बट देन यु हेभ टु अन्डरस्ट्यान्ड के नो होइन, त्यो थाहा चाहिँ हुनुपर्छ। अनि हाम्रो त्यो के भन्छ माइग्रेसनको कारण चाहिँ के हो? माइग्रेनको कारण चाहिँ अब यस्तो, हामी आयुर्वेदमा चाहिँ यसलाई अर्धावभेदक भन्छौँ, आधा टाउको दुख्ने होइन, आधा टाउको दुख्ने रोगको रूपमा लिन्छौँ। अनि हामीले चाहिँ सबै वातपित्त कफलाई नै एट्रिब्युट गर्छौँ होइन। तर अहिलेको टाइममा देखिने चाहिँ इज कज बाई डायट, लाइफस्टाइल र तपाईँको स्लिप ह्याबिट होइन, स्ट्रेस, यी कुराहरूले नै धेरै डिटरमाइन गर्छ अहिलेको देखिने माइग्रेन। एक्ज्याक्टली पिन पोइन्ट दिस इज द कजेटिभ रिजन भनेर चाहिँ भन्न सकिँदैन। तर सूर्यावर्त भन्छ एउटा टर्म छ, सनलाइट ले चाहिँ तपाईँलाई अलिकति बढी असर गर्छ यसमा चाहिँ, स्पेसली ब्राइट एकदमै सनी डेमा तपाईँले चाहिँ आफूले प्रिपेयर गरेर जानुहुन्न होइन, त्यसले चाहिँ त्यो माइग्रेन कज गर्छ भन्ने एउटा प्रिन्सिपल छ। अनि तर अगेन इट कम्स डाउन टु तपाईँको टलरेन्स लेभल, तपाईँको डायट, लाइफस्टाइल, स्ट्रेस चाहिँ एकदम ह्युज फ्याक्टर छ। किनभने मैले मेरै सराउन्डिङमा पनि देखिरहेको हुन्छु मान्छेहरू होइन, उनीहरूको काम एकदम गाह्रो हुँदाखेरि त्यो अलिक बढी हिट गर्छ, त्यो माइग्रेन अट्याक बढी हुन्छ होइन। काम एकदमै कामको प्रेसर हुँदाखेरि त्यो अलिक बढी सेन्सिटिभ हुन्छन् होइन। र अगेन यसरी नै अब कतिपय केसमा चाहिँ अर्ग्यानिक कजै पनि सक्छ होइन, त्यही भएर इन्भेस्टिगेसन पनि गर्नु पऱ्यो होइन। कतिपय केसमा अब ट्युमरै पनि हुनसक्यो होइन, अनेक हुनसक्यो। त्यही भएर मैले चाहिँ ब्लाइन्डली मलाई माइग्रेनै हो भनेर चाहिँ एकदमै पेन छ भने सहर नबस्नु भन्छु, किनभने न्युरोलोजिकल कन्सल्टेसन गर्नु, अब सिटी स्क्यान एमआरआई पनि गर्नुपर्छ भने गर्नु, तर चाहिँ यु हेभ टु फाइन्ड आउट होइन। कहिले चाहिँ भेटिँदैन अर्ग्यानिक कज गुड होइन, किनभने त्यो ट्युमर सिमर त नभएकै राम्रो नि त होइन। तर चाहिँ हुँदाहुँदै पनि भइरहेछ भने स्पेसली हामी चाहिँ के भन्छौँ नन फार्माकोलोजिकल औषधि बिनाको उपचारहरू, प्राणायामहरू,
योगाहरू ध्यानहरूले को बढी इफिकेसी छ क्या त्यसमा चाहिँ त्यसको बढी इफिकेसी छ र अहिले पछिल्लो समयमा चाहिँ आयुर्वेदिक थेरापी शिरोधाराले चाहिँ अलिकति बेनिफिट दिन्छ भन्ने चाहिँ स्टडिजहरूले देखाएको छन् माइग्रेन जस्तो हेडेकमा। अनि दिनेशजी हाम्रो यो आयुर्वेदमा हजुर कतिसम्म ठुलो रोगहरूले चाहिँ मतलब निको भएको होइन जस्तै अब क्यान्सरहरू भयो जस्तै मेरो केसमा मेरो वाइफ चाहिँ जब डायग्नोस भयो नि क्यान्सरको अनि धेरैले चाहिँ के भन्छ यो आयुर्वेदमा जानु कतिले के यसमा जानु मलाई त्यो बेला एकदम कन्फ्युज भएको हो नि त्यो एकदम हुन्छ त्यो टाइम होइन त्यो भोग्नलाई मात्रै थाहा हुन्छ। मैले चाहिँ नेपालमा पतञ्जलीमा काम गर्थेँ होइन अब त्यतिखेर चाहिँ एकदम हाइपमा थियो पतञ्जली रामदेव बाबाको औषधि होइन अनि हामीले दिनको 100जना जति बिरामी हेर्थ्यौँ त्यसमा चाहिँ 20जना जति चाहिँ क्यान्सरको आउँथ्यो क्या। अनि त्यो किनभने लास्ट होप भयो नि त अब यताबाट नि छैन भने उताबाट नि छैन भने अब के गर्ने अब बाबाजीले फेरि टिभीबाट क्यान्सरका दवा ले लो भनेर फुक्दै छ होइन। कस्तो हो भने चाहिँ आयुर्वेदमा बेसिकली थियोरिटिकली नै भन्नुपर्दा हरेक रोग चाहिँ को हामी त्यसलाई साध्यता भन्छौँ के भन्छ ट्रिटेबिलिटी के अब त प्रोग्नोसिस भनौँ न। अब यो रोग चाहिँ साध्य सन्चो हुने असाध्य सन्चो नहुने साध्यमा पनि सुख साध्य र सजिलै सन्चो हुने कृच्छ साध्य अलि गाह्रो गरेर सन्चो हुने असाध्य चाहिँ सन्चै नहुने अनि याप्य भन्ने छ म्यानेज गर्न मिल्ने यो टर्महरू छ के भनेपछि अब यो त 5,000 वर्ष पुरानो साइन्स हो नि त। त्यो टाइममा पनि जति बेला यो साइन्सहरू उभर आउँदै थियो त्यतिखेर पनि रोगहरू सबै सन्चो हुने भने होइन। कतिपय डिजिजहरू म्यानेजेबल कतिपय अनट्रिटेबल कतिपय सजिलै सन्चो हुने कतिपय सन्चो नहुने। हामीले अब तपाईँले मलाई अनि तपाईँले पतञ्जलीमा के गर्नुभयो त त्यत्रो क्यान्सरको बिरामीलाई भन्ने तपाईँको प्रश्न आउँछ मलाई थाहा छ। हामीले के गर्यौँ भने आवर गोल वाज टु होइन अफकोर्स त्यहाँको रेजिमेन्टहरू दिने व्हिट ग्रास जुस एलोभेरा जुस होइन आमला जुस अब त्यो बेसिकली द्याट वाज टु इम्युन होइन बुस्ट द इम्युन सिस्टम होइन त्यो हो नि त कन्सेप्ट। तपाईँको शरीरको इम्युनिटी रोग प्रतिरोधात्मक क्षमता राम्रो भयो भने अरू कुराहरूले चाहिँ धेरै असर गर्दैन प्लस तपाईँको चाहिँ अब रेडिएसन किमोको जति हार्मफुल साइड इफेक्ट्स हुन्छ त्यसलाई चाहिँ मिनिमाइज भयो भने पनि त बिरामीलाई अलिकति सजिलो भयो भने त ठुलो कुरा भयो नि त। सो आवर गोल वाज टु मेक देयर लाइफ्स बेटर। कुनै पनि प्रकारले तपाईँले ल यो पानी खाओ होइन यो पानी खाओ तिम्रो एक दिन भयो भने सजिलो हुन्छ भनेपछि त त्यो त होप भयो नि त। हामी पनि त्यही फेथबाट नै हामीले काम गर्थ्यौँ कि हामीले कुनै फल्स प्रमिस तपाईँको यो क्यान्सर ठिक हुन्छ कहिले पनि भनेन। बट वी स पिपल मान्छेहरू बेड रिडन मान्छेहरूले मैले केही गरेन अनुलोम विलोम मात्रै गरेर पनि मलाई ठिक भयो। अनुलोम विलोम के हो अक्सिजन थेरापी त हो नि अक्सिजन लियो नि त प्राणवायु लियो नि त। बेडमा सुते थिएँ म अनुलोम विलोम मात्रै गरेँ त्यसले मलाई राम्रो भयो भनेर भने मान्छेहरूले। एउटा फेमस इक्जाम्पल अब अगेन सबैको आफ्नो पाथ हुन्छ। मनिषा कोइराला पनि क्यान्सर भयो नि त होइन तर उसले क्यान्सर भएपछि उसले कति त्यो वेलनेस पाथ सिक गर्यो नि होइन ऊ पतञ्जलीमै पनि गयो नि त। अब कति लिने कति नलिने कति अप्लाई गर्ने कति अप्लाई नगर्ने त आफूमा भर पर्छ होइन। त्यही भएर अवेरनेस इम्पोर्टेन्ट छ कति आफूलाई एप्लिकेबल हुन्छ हुन्न भन्ने कुरा। तर एभ्रिथिङ म्याटर्स नि त होइन। त्यो अवस्थामा आयो भने ल है यो खाऊ तिमी सन्चो हुन्छ भनेर कसैले भन्यो भने त यु डु इट नि त होइन। तर फल्स प्रमिस चाहिँ दिएनौँ तर जे गर्दाखेरि बिरामीलाई एक दिन होइन एक हप्ता भए पनि बेटर फिल हुन्छ त्यो चाहिँ हामीले पनि गर्ने हो होइन। सबैलाई त्यही हो कुनै कसैलाई चाहिँ र एउटा कुरा के हुन्छ भने त्यो टाइममा चाहिँ तपाईँको मोरल अब इट इज बियोन्ड मेडिसिन के होइन तपाईँको हामी यसलाई चाहिँ के भन्छ भने आयुर्वेदमा चाहिँ सत्व वजय भन्छ क्या। सत्व भनेको तपाईँको माइन्डलाई पनि अलिकति जित्न भने काउन्सिलिङ के वेदिक काउन्सिलिङ भन्ने वर्ड इज द बेस्ट वर्ड के। तपाईँ त त्यो चरणमा हुनुहुन्छ होपलेस हुनुहुन्छ सबै हुनुहुन्छ होइन त्यो टाइममा चाहिँ तपाईँको ओभरअल मोरालिटी बुस्ट गर्ने होइन बाई कतिपयमा होपफुल बनाउने होइन त्यो सबै यसमा चाहिँ तपाईँको
पर्छ के आयुर्वेदको एउटा चाहिँ ट्रिटमेन्टहरूलाई चाहिँ डिस्क्राइब गर्दाखेरि चाहिँ दैव व्यपाश्रय चिकित्सा भन्ने छ के जहाँ चाहिँ तपाईँको होम गर्ने पूजापाठ गर्ने मन्त्र उच्चारण गर्ने ध्यान गर्ने सबै पर्छ के जहिले पनि फार्माकोलोजिकल हुन्छ भन्ने छैन के यो औषधिहरू खाने भने चाहिँ युक्ति व्यपाश्रय हो दैव व्यपाश्रय रुद्राक्ष धारण गर्ने होइन मडी त्योहरू लगाउने द्याट फल्स अन्डर द्याट अनि त्यसपछि सत्ता भए काउन्सिलिङ गर्ने मोरल बुस्ट गर्ने त्यस्तो खाले कामहरू चाहिँ गर्न सकिन्छ अनि जस्तै यो मोस्टली आयुर्वेदमा लागेकोहरू अथवा आयुर्वेदमा विश्वास गर्नेहरूले चाहिँ जस्तै क्यान्सर कुनै यस्तो रोग लागेको मान्छेले होइन यो एलोपेथिकमा नगइकन आयुर्वेदले नै ठिक भएको पनि छ रेकर्डहरू त्यो चाहिँ मैले भन्न सक्दिनँ त्यस्तो चाहिँ रेयरै हो हामीलाई कोही तपाईँले ल है मलाई क्यान्सर भयो तिमीले आयुर्वेदिक डक्टर म हेर्दिनँ त्यो चाहिँ हुँदैन किनभने अहिले हामीसित टुल्स छ हामीसित टेक्नोलोजी छ ट्युमर निकाल्ने सर्जरी छ सबै छ होइन अनि त्यही कुरामा चाहिँ कहिले कहिले के हुन्छ भने मान्छेहरू कतिकै त्यही भएर प्रिभेन्सन इज अलवेज बेटर देन क्योर के होइन अब फर्स्ट लाइन अफ ट्रिटमेन्ट इज तपाईँको आफ्नो डक्टरकोमा जानुहोस् होइन त्यसपछि डक्टरकोमा जे गर्नुपर्ने गर्नुहोस् मेन वाइल हामी यो पनि गर्न सक्छौँ है भनेर हामीले चाहिँ अहिलेको कन्टेक्स्टमा चाहिँ कम्प्लिमेन्टरी होइन सप्लिमेन्ट्री होइन कम्प्लिमेन्ट्री मेन स्ट्रिम मेडिसिनसित सँगसँगै जाने अहिलेको कन्सेप्ट भनेको चाहिँ होलिस्टिक मेडिसिन हो के नो साइन्स इज पर्फेक्ट के तपाईँलाई के गरेर सन्चो हुन्छ रेकी गरेर हुन्छ कि योगा गरेर हुन्छ कि थेरापी मात्रै गरेर हुन्छ कि के गरेर तपाईँको लाइफ बेटर हुन्छ तपाईँलाई सन्चो हुन्छ त्यो गर्नु पर्यो त्यो भनेको होलिस्टिक एभ्रिथिङ आयुर्वेद एलोपेथिक चाहे अकुपन्चर चाइनिज वाट एभर निड्स टु बी डन वी शुड फलो द्याट पाथ आयुर्वेदै गरेर क्यान्सर त्यो जुन प्रचारहरूमा देखिन्छ भिडियोहरूमा म सन्चो गराएँ यहाँ उहाँ यस्तो पछाडि धाप मारेर सन्चो त्यो सब चाहिँ मिसइन्फर्मेसनको शिकार हामी नेपालीहरू भइरहेका छौँ अब त्यसलाई चाहिँ त्यसको लागि पनि अवेरनेस जरुरी छ कि कन्ज्युमरै हो त्यस्तो धेरै इन्फर्मेसनहरू छ त्यहाँ रिल्समा स्टोरी त्यो स्टोरीमा आउँछ मान्छेले प्रचार अनेक बाजी अनेक तरिकाले गर्छन् होइन त्यसलाई पत्याउनु हुँदैन त्यही भएर कन्ज्युमरले एजेन्सी लिने हो के है त्यस्तो पनि हुन्छ भनेर क्वेसन गर्न सक्नु पर्यो नि त यदि कसैले भनिरहेछ भने क्वेसन गर्ने होइन क्वेसन गर्ने हो अनि यो काया छ नि हजुर तपाईँ पहिला राखेँ कि मैले राखेँ काया मैले काया आयुर्वेद चाहिँ मेरो एउटा ड्रिम ऊ नै हो मैले नेपालमा मैले खासमा म काया वर्ड कसरी आएको भन्छु त म पतञ्जलीमा काम गर्थेँ 4-5 वर्ष गरेँ त्यहाँ चाहिँ धेरै प्रडक्टहरू कायाकल्प छ क्या कायाकल्प भन्ने चाहिँ के रे कस्तो रमाइलो लाग्यो भने कायाकल्प भनेको त शरीर ट्रान्सफर्मेसन गर्ने हो नि त अर्को जुनी लिने हो नि त कायाकल्प बटी कायाकल्प तेल अनि मलाई त्यो नाम साह्रै मन पर्यो अनि मैले औषधि व्यवस्था विभागमा कायाकल्प आयुर्वेद भनेर रजिस्टर गरेँ म तपाईँलाई देखाउँछु लङ अगो है यो कहिले भयो 2000 म 7-8 तिर होला मैले 10मा छोडेको त्यहाँ 2006देखि 6-7देखि मैले 10सम्म पतञ्जली स्वयम्भूमा काम गरेको होइन त्यहाँ चाहिँ मैले कायाकल्प मैले रजिस्टर गराएको छु नेपालमा त्यसपछि भएन म कथा भन्नु त्यसपछि यहाँ चाहिँ मलाई मैले के राख्ने चाहिँ आयुर्वेद मेरो एउटा वेबसाइटबाट सुरु गरेँ भने के राख्ने भयो होइन मैले ब्लिसफुल आयुर्वेद लिभिङ आयुर्वेदिक वे र अलिक ट्राई गरेँ मैले अरू होइन मलाई चाहिँ काया आयुर्वेद मन पर्यो होइन अनि फेरि काया जस्तो सुनिन्छ गाया हर्ब्स भन्ने एकदम फेमस छ यहाँको चाहिँ गाया GAIA गाया हर्ब्स भन्ने एकदम फेमस ब्रान्ड छ यहाँको अनि मैले राखेँ अनि हजुरको देखेँ हजुरले राख्नुभयो तर हजुरले त आफ्नो त्यही त भने यो संसारमा सबै हटाइन्छ नि अनि मैले राखेँ केही समयपछि चाहिँ म नेपाल जानुपर्ने थियो एउटा कन्फरेन्समा त्यहाँ एकजना भयो दाइ तपाईँले चाहिँ काया आयुर्वेद राख्नु भएछ म त बर्बाद भएँ भन्छ के भयो नि भनेको मेरो भनेर केही भएन तिमी नेपालमा गर्ने हो तिमीले होइन काया आयुर्वेद राख तिम्रो त्यस्तै आयो भने मैले नेपाल मेरोमा सेटेलाइट क्लिनिक हो त्यो चाहिँ भनेर भनिदिन्छ नि उसले राम्रो एउटा बालुवाटारमा तपाईँ जानु भने जानु होला काया आयुर्वेद नेपाल छ त्यहाँ चाहिँ थेरापी हुन्छ एकदम राम्रो पञ्चकर्म हुन्छ राम्रो बहिनीहरूले चलाउनु भएको छ अनि काया आयुर्वेद इन्डियामा पनि छ अहिले स्किन प्रडक्टहरू कति आउँछन् होइन अब मेरो आयुर्वेद भयो हजुरको त काया बडी माइन्ड सोल तर
इज सेम थिङ के होइन, हामीसँगै काम गर्न सक्छौँ, गर्नुपर्छ। मेरो ड्रिम चाहिँ के छ भने हाम्रो नेपाली मन्दिरमा, हाम्रो कम्युनिटी सेन्टरमा एकचोटि चाहिँ वेलनेस फेयर गर्ने के, तपाईँ आउने, म आउने, अर्को साथी आउने, अर्को साथी आउने, सबैजना मिलेर होइन, साउन्ड मेडिसिन होइन, सबैजना मिलेर के छ त अपर्च्युनिटी। हाम्रो मेन चाहिँ हाम्रो अवेरनेसै जरुरी छ होइन, अवेरनेस क्रिएट गर्ने, एटलिस्ट एनुअल वेलनेस फेयर गर्ने चाहिँ ड्रिम छ। अब त्यो होला कुनै दिन गरौँला, अब हुन्छ होला। त्यही त। अनि कतिको यहाँको मान्छेलाई अवेर छ कि मतलब मान्छेहरू कति आइरहेछ त? मान्छेहरू यस्तो छ, मैले आयुर्वेद यहाँ लोकल हाम्रो नेपाली आउँछ कि यहाँकोहरू आउँछ कि? सही भन्नु हजुरले, साउथ एसियनहरू हो। मैले चाहिँ म चाहिँ अमेरिका आएको पिएचडी गर्न हो, मैले फिजियोलोजीमा पिएचडी गरेको महर्षि आयुर्वेदमा, महर्षि युनिभर्सिटीमा। महर्षि युनिभर्सिटीमा चाहिँ आयुर्वेदिक क्लिनिकै थियो, हामीले महर्षि आयुर्वेदा भन्ने फेरि छुट्टै एउटा ब्रान्ड छ उनीहरूको। महर्षि आयुर्वेदा चाहिँ उनीहरू एकदम छ, यो चाहिँ आयोवामा चाहिँ महर्षि आयुर्वेदाको राम्रो छ त्यहाँ। अनि त्यहाँ चाहिँ हामीले गर्दाखेरि मैले पढेँ थिएँ, अनि म त्यहाँ हामीले स्टुडेन्ट क्लिनिकहरू चलाउने मेरो काम थियो होइन, पिएचडी गर्दै गर्दाखेरि। अनि त्यहाँ चाहिँ मैले धेरै विदेशी होइन यहाँका गोराहरूलाई हेरेँ होइन, अनि मैले सिकेको अहिलेको प्र्याक्टिस चाहिँ इन्फ्लुएन्स्ड बाई त्यहाँबाट भन्छु म होइन। अब नेपालमा नि एक्सपिरियन्स भइहाल्यो, तर यहाँ आएर चाहिँ यहाँको स्टाइलले गर्नु पऱ्यो नि त, स्पेसली लाइफस्टाइलहरू सबै कुरा। अनि त्यसपछि मैले यहाँ गर्दाखेरि मेरो मेजोरिटी क्लाइन्ट चाहिँ अब तपाईँको योगाहरूमा सिक्ने जस्तै होइन, मैले तपाईँलाई पठाइरहेको हुन्छु, कतिको आउँछन् आई डोन्ट नो होइन, चाहिने मान्छे त पठाइरहेको हुन्छ नि त, जाऊ है त्यहाँ गर भन्छु। मेजोरिटी चाहिँ विदेशी नै हुन्छन्, गोराहरू नै हुन्छन्, किनभने हाम्रो टाइमको कुरा हुन्छ होइन, पैसाको कुरा हुन्छ। तर बिस्तारै मैले आफ्नो सोसल रेस्पोन्सिबिलिटी पनि हो, अनि अलिकति ब्रान्डिङ पनि को कुरा भयो, नेपाली पनि हुनुहुन्छ भन्ने लागेर पछिल्लो समय भिडियोहरू बनाउन थालेपछि फटाफट नेपालीहरू पनि आएको देखेको छु। र यो एउटा लर्निङ पनि हो कि नेपालीहरूले जस्तो तपाईँ फोटोग्राफर हुनुहुन्छ भने नेपाली फोटोग्राफर फ्रीमा गरिदियो भने त हुँदैन नि त, त्यो तपाईँको ब्रेड एन्ड बटर हो नि त होइन। त्यस्तै हो, म पनि तपाईँसित यसरी बसेर गफ गरेँ होइन, यस्तै नै हो मेरो कन्सल्टेसन। लिटरल्ली 1 घन्टा 1.5 घन्टा हामी गफै गर्ने हो एक किसिमले, तर त्यो त टाइमको कुरा भयो नि त। अनि मैले चाहिँ क्लाइन्टलाई पहिले भन्छु होइन, मेरो फी यति छ, अनि उहाँहरूले एक्सपेक्ट गर्नुहुन्छ कि औषधि नै मैले दिने हो कि आफै बनाएर दिने हो कि एक्सपेक्ट गर्नुहुन्छ। मैले पहिल्यै क्लियरली भन्छु, कहिले मैले सकिनँ, अफोर्ड गर्दैन सक्दिनँ भन्नुहुन्छ। फटाफट नेपालीहरू टिका लिनु हुनुहुन्छ। इन्डियन पपुलेसनमा चाहिँ अब अफोर्डेबिलिटी भएर पनि होला होइन, यही एरियाबाट इन्डियनहरू टन्नै जान्छन् आउँछन्, ठिकै छ, चलिरहेछ। अब मैले भनिहालेँ नि, मेरो पनि तपाईँको जस्तै प्यासन हो होइन, आई एम मेड फर दिस होइन, अब आई विल कन्टिन्यू दिस। अब कसरी यसलाई व्यवस्थित गराउन सकिन्छ, कसरी अलि ठुलो प्लेटफर्म बनाएर मान्छेलाई अलि राम्रोसित गर्न सकिन्छ भन्ने ध्येय छ। अब हेरौँ वेयर इट गोज। दिनेशजी, अन्तमा के छ त अब तपाईँलाई हाम्रो कम्युनिटीमा अथवा हाम्रो सुनिरहेको मेरो अडियन्सहरूलाई? स्योर, अब अन्तमा चाहिँ हाम्रो कम्युनिटी मेम्बरहरूलाई भन्नुपर्ने के छ भने टेक केयर अफ युर सेल्फ के, आफ्नो सेल्फ केयर इज भेरी इम्पोर्टेन्ट के। तपाईँले ब्लाइन्डली कसैलाई पनि, तपाईँको घरमै डक्टरै हुनुहुन्छ भने पनि, त हामी त नेपालीहरू डक्टर पनि त छौँ नि कति धेरै होइन, तर आफ्नो सेल्फ केयर चाहिँ आफैबाट सुरु गर्नुपर्छ क्या। एजेन्सी भने नि मैले तपाईँमा निहित छ क्या, तपाईँको त्यो तपाईँको राइट पनि हो होइन। र सेल्फ केयर गर्नलाई चाहिँ सेल्फ अवेरनेस हुनु पर्यो। मैले कति बेला सुत्ने, कति बेला खाने, कति बेला उठ्ने सबै थाहा हुनु पर्यो। स्पेसली यङ जेनेरेसनमा चाहिँ त्यो बिस्तारै अवेरनेस आउँदैछ। अनि अर्को कुरा भन्न के मन छ भने, अब हामी पश्चिममा छौँ, अब बिस्तारै त्यो अवेरनेस चाहिँ छ, तर अब फ्यान्सी तरिकाले कुनै ब्रान्डिङमा त योगा भनेर होइन, आयुर्वेदा भनेर चाहिँ फ्यान्सी हुने, एकदम राम्रो हुने, अनि तपाईँको हजुरबा हजुरआमाले भनेको कुरा चाहिँ नराम्रो हुने हुँदैन। यु क्यान क्वेसन एभ्रिबडी एनीबडी होइन, किन यस्तो भन्यो होला त, कसरी भन्यो होला त भनेर त्यही क्वेसन गर्नुहोस्, स्पेसली यङ जेनेरेसनलाई होइन। त्यो एडभाइस के मेरो, क्वेसन यु क्यान क्वेसन, अनि तपाईँलाई चित्त बुझ्छ। तर पहिल्यै चाहिँ तपाईँको नेपाली भनेको झारपात, यो झारफुक यस्तो चाहिँ त्यो नेगेटिभ एटिच्युडले चाहिँ नहुनुहोस्। बी ओपन माइन्डेड के होइन, किन देयर इज अ लट इन आवर हेरिटेज होइन, जुन चाहिँ हामीले जस्तै हामी योगा सेलिब्रेट गर्छौँ। अब जुन 21 त इन्टरनेसनल योगा डे छ होइन। योगा जसरी हामीले चाहिँ चेरिस गर्छौँ नि हाम्रो लाइफको हो भनेर,
त्यस्तै आयुर्वेद पनि हाम्रो कल्चरल मेडिसिन हो। मलाई यहाँबाट यही फ्लावर माउन्ट खोपेलबाट नानीहरूले क्लिनिक वेबसाइट देखेर तिम्रोमा डायबिटिजको पेसेन्ट कति छ, म त्यो चाहिँ रिपोर्ट बनाउँछु हाई स्कुलको भन्छन् के भन्छन् होइन। त्यो हुनाले पहिला हामीले नै हाम्रो हेरिटेजलाई अनर गर्नु पर्यो होइन। अनि वेस्टर्नहरूले योगलाई योगा बनाएपछि मात्रै मान्ने होइन कि यो चाहिँ हाम्रो साइन्स हो, इट हेज समथिङ टु इट हो। मलाई थाहा छैन, त्यो छुट्टै कुरा हो होइन, तर म लर्न गर्छु, म सिक्छु भनेर चाहिँ आउनु पर्यो। किनभने त्यो फुल सर्कल भइसक्यो कि मेरो भान्जा भान्जीहरू पनि मेडिकल डक्टर छन् यहीँ होइन। उनीहरूले सोध्छन् अनि मामा के डक्टर, उनीहरू त सानैदेखि देखेँ मलाई डक्टर भएको, आयुर्वेदिक डक्टर भएको। अनि दे हेभ कम टु रियलाइज चाहिँ मामाले खासमा के गरिरहेछ भने कुनै उनीहरूले मेडिकल प्रोफेसरमा देखेछन् नि। त्यस्तै हाम्रो डाक्टर साहबहरूले पनि देख्नु जरुरी छ, हाम्रो कम्युनिटीकै डाक्टर साहबहरूले पनि। किनभने के भन्छ वेस्टर्न मेडिसिन प्र्याक्टिस गर्ने इन्डियन डक्टरहरूलाई हामीले नै पढायौँ कि कतिलाई पढाउँ। किनभने एउटा इन्डियन वेस्टर्न मेडिसिन प्र्याक्टिस गर्ने कुनै इन्डियन डक्टर छ होइन, उसलाई त क्युरियस, उसको त कल्चरली आएछ नि त। हजुरआमाहरूले ज्वानो ऊहरू गरेको त कल्चरली आएछ नि त, ज्वानो बेसार खाएको, उसले त जान्न पऱ्यो नि वाट इज दिस भनेर। त्यस्तै हाम्रो आयुर्वेदिक नलेजको बारेमा हाम्रो हनुमान ढोकाको वैद्यहरूले के गरेर रहेछ, जोशी टोलको होइन, मरु प्याफलको वैद्यहरू के रहेछ भन्ने क्युरियोसिटी त नेपाली डाक्टर साहबहरूलाई पनि आउनुपर्छ। त्यस कारणले मेरो ब्रड मेसेज छ, लेट्स नो आवर सेल्भ्स, हु वी आर, वेयर वी कम फ्रम एन्ड वाट वी हेभ टु कन्ट्रिब्युट टु दिस कम्युनिटी। थ्याङ्क यू दिनेशजी, थ्याङ्क यू डाक्टर साहब। थ्याङ्क यू। आफ्टर अ लङ टाइम हामीले आज सक्यायौँ पडकास्ट। धन्यवाद हजुरलाई पनि। ल थ्याङ्क यू।